जय मसी तथा नमस्कार तपाईहरु सबैजनालाई फेरि पनि हाम्रो पोडकास्ट द जर्नी वकिङ टुवर्ड्स इटर्निटी यात्रा लिएर तपाईहरुको बीचमा फेरि पनि आएका छौं र हामी विगतका दिनहरुमा हामीले जति पनि यो यात्रामा रहेर हामीले कुराकानीहरु गर्दै आइरहेका छौं हामी चाहिँ एकदमै धेरै आशिषित भएको महसुस गरिरहेका छौं र अब तपाईहरुलाई पनि थाहा भइसक्यो हामीले यो कार्यक्रम अथवा यो पोडकास्टमा हाम्रो क्रिश्चियन जगतमा रहनुभएका विभिन्न जवानहरु जसले चाहिँ आफ्नो जीवनको प्रोफाइललाई परमेश्वरको अधीनमा रहेर एउटा समाजलाई मनपर्ने मण्डलीलाई मनपर्ने र बाइबल अनुसारका जीवन बिताइरहेका मानिसहरूलाई लिएर हामीले पोडकास्ट गर्ने गरेका छौं। तपाईलाई धेरै धेरै धन्यवाद तपाईहरुको माया र प्रेमको लागि। आज पनि हाम्रो बीचमा यस्तै एउटा व्यक्तित्व हुनुहुन्छ जसले आफ्नो जीवनको अध्ययन पढाइ र आफ्ना क्षमताहरूलाई परमेश्वरको राज्यको लागि विशेष गरिकन नेपाली क्रिश्चियन कम्युनिटीको लागि एकदम महत्त्वपूर्ण तरिकाले योगदान पुर्याउनु भएको छ। उहाँलाई तपाईले देख्नु भएको छैन होला, धेरैपल्ट उहाँको नाम सुन्नु भएको छैन होला, तर तपाईको मोबाइलमा यस्ता एप्सहरु छन् जुन एप्सहरु तपाईले दैनिकी चलाइरहनु भएको छ, विशेष म्युजिकको क्षेत्रमा र विशेष बाइबलका क्षेत्रमा, विशेष पुस्तकहरुको क्षेत्रमा र विभिन्न क्षेत्रहरुमा तपाईहरुको मोबाइलमा ती एप्सहरु छन् जुन तपाईहरुले चलाइरहनु भएको छ। त्यो एप्स बनाउनु हुने है, त्यो एप्स बनाउनु हुने इन्जिनियर ब्रदर हाम्रो बीचमा हुनुहुन्छ र उहाँलाई आज यो कार्यक्रममा पाउँदाखेरि हामी प्रभुलाई धेरै धेरै धन्यवाद दिँदै उहाँलाई स्वागत गर्न चाहन्छु हाम्रो कार्यक्रममा। हाम्रो बीचमा हुनुहुन्छ पौरक शर्मा हुमागाई ब्रदर हुनुहुन्छ जसले चाहिँ तपाईको मोबाइलमा भएका थुप्रै एप्सहरु आफैले बनाउनु भएको छ। आईटी इन्जिनियरिङको एउटा एकदमै राम्रो कुशल व्यक्तित्व हुनुहुन्छ। उहाँलाई हाम्रो कार्यक्रममा स्वागत गरौँ। पौरक ब्रदर तपाईलाई हाम्रो कार्यक्रममा स्वागत छ। थ्यांक यू सो मच। है तपाईले अब तपाईलाई धेरै व्यक्तिहरूले नदेखिएको हुन सक्छ हैन, धेरै व्यक्तिहरूले तपाईलाई नचिनेको हुन सक्छ, तर तपाई अलमोस्ट क्रिश्चियन मानिसहरू देश विदेशमा हुनुभएका धेरै जस्तो क्रिश्चियन व्यक्तिहरूको मोबाइलको एप्समा तपाई हुनुहुन्छ है। अनि यो कुराहरू गर्दै गर्दाखेरि मलाई एकदमै धेरै एउटा एकदम खुसी पनि महसुस भएको छ। तपाईलाई कस्तो लाग्छ यसरी मानिसहरूको बीचमा तपाईले यो एप्सहरू माध्यमबाट तपाईले उनीहरूलाई आशिषित बनाउँदै गर्दाखेरि कस्तो लाग्छ तपाईलाई? म चाहिँ एकदम ग्रेटफुल छु हैन। जुन परमेश्वरले मलाई स्किल दिनुभएको छ त्यो स्किल युज गरेर चाहिँ मैले मानिसहरूलाई चाहिँ परमेश्वरको किङडममा हेल्प हुने एपहरू बनाउन पाएको छु, जसले गर्दा चाहिँ मानिसहरूको लाइफमा विशेष गरी वर्शिप टिमहरूको लाइफमा एउटा इम्प्रुभमेन्ट आएको छ। त्यसको लागि चाहिँ म धेरै धन्यवादी छु परमेश्वरको लागि पनि, अनि जसले मेरो हामीले बनाएको एप चलाउनुहुन्छ त्यसको लागि पनि म धेरै धन्यवादी छु। पौरकजीलाई फेरि पनि स्वागत गर्दै एप्स त भन्यो हामीले हैन, अब फेरि मान्छेलाई कस्तो एप्स होला के एप्स होला भन्ने चाहिँ कतिजनालाई मनमा लाग्ला। तपाईँले अलिकति भनिदिनुहोस् न, तपाईँले अहिलेसम्म क्रिश्चियन जगतमा टेवा पुग्ने गरेर तपाईँले बनाउनु भएका एप्सहरू के छन् है? यो कार्यक्रम हेर्दै गर्दा नि मान्छेहरूले चाहिँ यसो मोबाइलमा सर्च गरेर हेर्न सक्नुहुनेछ। के एप्सहरू तपाईँले बनाउनु भएको छ भनिदिनुहोस् न। हजुर, एप चाहिँ मैले धेरै नै बनाएको छु, किनभने म यो फिल्डमा एप डेभलपमेन्ट फिल्डमा चाहिँ लगभग 5-6 वर्षदेखि छु। तर विशेष गरी नेपाली क्रिश्चियन कम्युनिटीको लागि बनाएको एपहरू भन्नुपर्दा चाहिँ हजुरले अघि नै भन्नुभयो नेपाली क्रिश्चियन लिरिक्स एन्ड कोड्स एप। त्यो चाहिँ हाल अहिले 3 लाखभन्दा बढी मानिसले युज गर्नुहुन्छ विश्वभरि, अनि अभियसली मोस्ट युजरहरू त नेपालबाटै हुनुहुन्छ, तर त्यस सँगसँगै इन्डियाबाट, युएसबाट, इन्डोनेसियाबाट लगायत 180 देशबाट युज हुन्छ। भनेपछि यो चाहिँ एउटा रमाइलो एउटा रेफरेन्स पोइन्ट हो क्या। एउटा के भने नेपाली क्रिश्चियनहरू चाहिँ लगभग 180वटा देशमा हुनुहुन्छ अथवा पुग्नु भएको छ भन्ने कुराहरू होइन। अनि यो देखेर चाहिँ मलाई एकदमै खुसी लाग्छ कि यो अलिकति तपाईँलाई यो गर्न मन लाग्यो। यो एप्स चाहिँ भित्र भएको जुन नेपाली क्रिश्चियन लिरिक्स एन्ड कड भित्र भएको कुरा चाहिँ के हो अलिकति बताइदिनुहोस् न, सजिलो हुन्छ बुझ्नुको लागि चाहिँ। एपमा भएको फिचरहरू भन्नुभएको एपमा फिचर भन्नुपर्दा सुरुमा चाहिँ हामीले इन्डिपेन्डेन्ट क्रिश्चियन आर्टिस्टहरूले बनाउनु भएको गीतहरू मात्रै राख्यौँ होइन, वर्शिप सङहरू जस्तै एट्रिन देवानहरू हुनुभयो, अनि न्यू लाइफ काठमाडौँ धेरै आर्टिस्टहरू हुनुहुन्छ। तपाईँहरूले चाहिँ एपमा गएर त्यो मेन्युमा गएर अनि आर्टिस्ट सेक्सनमा हेर्नुभयो भने त्यहाँ 130+ आर्टिस्टहरू हुनुहुन्छ। अनि सुरुमा चाहिँ हामीले आर्टिस्टहरू इन्डिपेन्डेन्ट आर्टिस्टहरूको लागि नै बनायौँ, किनभने नर्मल भजन किताबको भजन कोर्सको लागि त भजन किताबमै छ भनेर होइन। अनि हामीले सुरुमा चाहिँ लिरिक्स कोडहरू राखेर रिलिज गऱ्यौँ।
त्यो इन्डिपेन्डेन्ट आर्टिस्टहरूको गीतहरूको। अनि पछि चाहिँ धेरै रिक्वेस्ट आएको कारणले चाहिँ हामीले भजन कोरस पनि राख्यौँ। अनि त्यो अनि मानिसहरूले धेरै मन पराउँदै जानुभयो, किनभने हाम्रो एपमा चाहिँ कर्डहरू छ अनि त्यो कर्डलाई चाहिँ ट्रान्सपोज पनि गर्न मिल्छ। तपाईँले स्केल बढाउन अथवा घटाउन मिल्यो र त्यो कर्डहरूसँगै चाहिँ त्यो गीत सुन्न पनि मिल्छ हैन? हजुर, अडियो सुन्न मिल्यो अनि भिडियो हेर्न पनि मिल्यो होइन। त्यो फिचर राखेर हामीले सुरुमा बनायौँ। अनि त्यस पछाडि चाहिँ अब नेक्स्ट स्टेप के हो, त्यसले चाहिँ अब जो जति चाहिँ नयाँ गीतहरू सिक्दै हुनुहुन्छ उहाँहरूलाई हेल्प भयो होइन। जो जति नयाँ म्युजिक सिक्दै हुनुहुन्छ उहाँहरूलाई हेल्प भयो। अनि वर्सिप टिमहरूलाई पनि हेल्प भयो होइन। अनि त्यसपछि चाहिँ अझ हामीले वर्सिप टिमलाई कसरी हेल्प गर्न सकिन्छ भनेर चाहिँ सोच्यौँ र हामीले प्लेलिस्ट फिचर निकाल्यौँ। त्यो प्लेलिस्ट फिचर चाहिँ कस्तो हो भने तपाईँहरूले चाहिँ गीतहरू यो हप्ता के गाउँदै हुनुहुन्छ चर्चमा, त्यो गीतहरूको चाहिँ एउटा लिस्ट बनाउनु मिल्छ क्या तपाईँहरूले वर्सिप टिमसँगै बसेर विथ कर्ड विथ ट्रान्सपोज सेभ भएर। किनभने कुनै वर्सिप टिमले एउटा गीत कुनै स्केलमा गाउँछ, अर्को वर्सिप टिमले अर्कै स्केलमा गाउन सक्छ। अनि तपाईँहरूको त्यो लिस्टमा चाहिँ त्यो तपाईँले कुन स्केलमा गाउने हो त्यो पनि सेभ गर्न मिल्छ। अनि त्यो भइसकेपछि तपाईँहरूले त्यो प्लेलिस्ट सेयर गर्न मिल्छ। अनि तपाईँको सबै मण्डली परिवारले चाहिँ चर्चमा आउँदा चाहिँ कुन गीत हामी नेक्स्ट विक गाउँदैछौँ भनेर सबैजना प्रिपेयर्ड भएर आउन सक्नुहुन्छ होइन। त्यो चाहिँ एकदमै हेल्पफुल फिचर, तर अलिक अन्डर युटिलाइज फिचर भन्छु म, किनभने कति मान्छेलाई थाहा छैन कि त्यो फिचर एपमा छ भनेर। त्यो चाहिँ मेरो पक्षमा पनि अलि मार्केटिङको अलिक कमी पनि भएको हो। तर अहिलेसम्म जुन मैले 3 लाख प्लस युजर्स भने त्यो चाहिँ हामीले 1 रुपियाँ पनि मार्केटिङमा खर्च गरेको छैनौँ, केही मार्केटिङ गरेकै छैनौँ कि हामीले चाहिँ। यो चाहिँ अटोमेटिकली वर्ड अफ माउथको हिसाबले होइन बढ्दै गएको कुरा हो। किनभने त्यतिखेर चाहिँ यो फिचर अनि यो यति गीतको भेराइटी दिने कुनै एप पनि थिएन कि, अनि अहिले पनि छैन यति भेराइटी भएको चाहिँ। त्यो भयो नेपाली क्रिस्चियन लिरिक्स एन्ड कर्ड्स एप भयो। अनि अर्को एप भनेको चाहिँ नेपाली बाइबल क्विज भनेर छ। त्यसमा चाहिँ तपाईँहरूले नेपाली बाइबलको क्वेसनहरू हेर्न मिल्छ। त्यसमा चाहिँ 2टा सेक्सन छ, एउटा लर्न अनि अर्को च्यालेन्ज भनेर छ। लर्नमा चाहिँ तपाईँ गएर बाइबलको चाहिँ बुक वाइज क्वेसनहरू हेर्न सक्नुहुन्छ। अनि त्यो क्वेसनमा चाहिँ तपाईँले अब एन्सरको अप्सन दिन्छ होइन। अनि त्यो अप्सनमा चाहिँ एउटा अप्सन क्लिक गर्नुभयो भने त्यो राइट कि रङ भनेर देखाउँछ। अनि त्यो कुन चाहिँ भर्सबाट त्यो क्वेसन चाहिँ आएको छ भन्ने कुरा पनि देखाउँछ कि। अनि जसद्वारा चाहिँ तपाईँहरूले सिक्न सक्नुहुन्छ होइन। अनि तपाईँलाई त्यो सिक्दा अब अनि तपाईँले अर्को फिचर भनेको चाहिँ त्यसमा च्यालेन्ज भन्ने फिचर छ। त्यसमा चाहिँ तपाईँहरूले एउटा गेमिफाइड गरेको छ कि 60 सेकेन्ड तपाईँसँग टाइम हुन्छ होइन। अनि तपाईँले एन्सर अनि त्यो टाइम घट्दै आउँछ। अनि तपाईँले क्वेसन मिलाउनु भयो भने तपाईँको सेकेन्ड अलिक बढ्छ होइन, मिलाउनु भएन भने सेकेन्ड त्यसरी कन्टिन्युली घट्दै जाने भयो। अनि त्यसपछि तपाईँको लास्टमा हाई स्कोर कति आउँछ अनि युजरहरूको ऱ्याङ्क के छ भनेर हेर्न मिल्छ कि। त्यो चाहिँ एउटा सानो गेम जस्तो भनौँ न। भनेपछि यो क्विजवालाले चाहिँ चर्चहरूमा चाहिँ क्विज कम्पिटिसनहरू गराउँदाखेरि यो एप्स युज गर्न मिल्यो। यो एपबाट क्वेसन बनाउन पनि मिल्यो होइन। अनि यो एपबाट प्रिपेयर भएर आउनु भन्न पनि मिल्यो। तर हाम्रो चाहिँ अब लिमिटेड क्वेसनहरू छ होइन, टन्ने धेरै क्वेसनहरू त छैन। मलाई एक्ज्याक्टली अहिले याद चाहिँ छैन होइन, तर मेरो विचारमा 200 प्लस क्वेसन छ। अनि त्यो क्वेसनहरू भयो। अनि अझै थप्नुपर्ने क्वेसनहरू बाँकी छ। तर म यो एप चाहिँ अलिकति फेरि मैले यसलाई रिडिजाइन गरेर निकाल्ने प्लानमा छु कि। यसमा चाहिँ अरू पनि बाइबलको फिचर, अरू पनि बिब्लिकल गेमहरू के हुनसक्छ त्योहरू राखेर मैले चाहिँ नेपाली बाइबल क्विजलाई चाहिँ अलिकति अपडेट गर्ने प्लानमा छु। यो चाहिँ इन प्रोग्रेस छ होइन। अनि अर्को कुरा चाहिँ अर्को एप चाहिँ इसाई बुक्स भनेर छ। इसाई बुक्स भनेको चाहिँ नेपाली क्रिस्चियन बुकहरू पढ्नको लागि एउटा प्लेटफर्म हो। तपाईँले चाहिँ त्यसमा अहिले चाहिँ खासमा 9 मार्क्सको नेपाली ट्रान्सलेटेड बुकहरू मात्रै छ, 7-8 छ। अनि त्यसमा तपाईँले डाउनलोड गरेर अफलाइन पढ्न पनि सक्नुहुन्छ। अनि त्यसमा प्रोग्रेस ट्र्याकिङ त्यो कुराहरू छ होइन। भनेपछि कुनै त्यहाँभित्र भएको किताब पढ्नको लागि चाहिँ हामीले चाहिँ मार्केटमा गएर बुक किनेर लिएर आएर पढ्नु परेन। हजुर। अनि फ्रीमा एभ्रिथिङ फ्री। हजुर। अनि अर्को कुरो चाहिँ मैले के राख्न खोजेँ भने मैले बनाएको चाहिँ हरेक एपहरू फ्री छ, फ्री अफ कस्ट अनि विदाउट एड्स। अनि कतिपय मैले क्रिस्चियन के अरे एपहरू देख्छु जसमा चाहिँ एड्सहरू आउँछ होइन। एड आफैमा नराम्रो कुरा चाहिँ होइन, तर युजली एपहरू बनाउँदा चाहिँ गुगल एड्स युज गरिन्छ होइन। गुगल एड्सको चाहिँ प्रब्लम के हुन्छ भने तपाईँले कन्ट्रोल गर्न सक्नुहुन्न कि के एड आउँछ के एड आउँदैन मेरो एपमा। फर इक्जाम्पल क्रिस्चियन एप छ होइन, नन क्रिस्चियन भन्नाले क्रिस्चियन शिक्षाकै विरोधी एड्सहरू पनि कतिचोटि आएको देखिन्छ कि। अनि त्यो चाहिँ मलाई एकदमै दुःख लाग्छ त्यो देखेर। क्रिस्टियानिटीसँग रिलेटेड एड हुँदैन कहिलेकाहीँ चाहिँ। हजुर।
होइन नन रिलेटेड भए ठिक छ होइन। अब तपाईँ यहाँ गएर बाइक किन्न सक्नुहुन्छ, यहाँ गएर घर किन्न सक्नुहुन्छ भन्ने एड ठिकै छ, तर क्रिस्चियन शिक्षाकै विरुद्धको कुरा पनि आउँछ कि कति समयमा। अनि त्यो चाहिँ एकदमै नराम्रो लाग्छ मलाई। अनि त्यो कारणले चाहिँ मैले चाहिँ मेरो एपहरूमा चाहिँ मैले फ्री अफ कस्ट र एड्स फ्री दिने चाहिँ मेरो एउटा आफ्नो पर्सनल इच्छा हो। भनेपछि तपाईँले अहिलेसम्म बनाउनु भएको एप्सहरू चाहिँ मोबाइलमा जति पनि छन् त्यो चाहिँ कसैले पनि पैसा तिरेर किन्नु पर्दैन, त्यो फ्री अफ कस्ट हो। भनेपछि यो नितान्त तपाईँले चाहिँ एउटा परमेश्वरको राज्यको लागि तपाईँको आफ्नो तर्फबाटको चाहिँ एउटा कन्ट्रिब्युसन भनेर भन्न पनि मिल्यो। हजुर, मेरो चाहिँ नेपाली क्रिस्चियन कम्युनिटीलाई एउटा सर्भिस हो कि। अनि त्यो एप भयो। अनि त्यो एपको चाहिँ अलिक के भयो भने गीतहरू के अरे सरी बुकहरू चाहिँ अझै बढी हुनुपर्ने हो। खासमा धेरै बुक छ नि त नेपाली क्रिस्चियन कम्युनिटीमा, तर मैले चाहिँ राख्न सकिरहेको छैन किनभने मैले चाहिँ फ्रीमा दिइरहेको छु होइन गीतहरू। तर जो जतिले त्यो अथरहरूले चाहिँ त्यो बुकहरू लेख्नुभयो उहाँहरूले त फ्रीमा दिन सक्नुहुन्न किनभने उहाँहरूको रोजीरोटी नै त्यही हो। अनि त्यो कुरा चाहिँ अलिक कन्फ्लिक्टिङ भइरहेछ कि, त्यही भएर मैले चाहिँ पेड मोडल ल्याउने कि होइन, जसद्वारा चाहिँ फर इक्जाम्पल तपाईँलाई फिजिकल बुकको 200 रुपियाँ पर्छ भने, हजुर फिजिकल बुकको 200 रुपियाँ पर्छ भने डिजिटल बुक चाहिँ 50 रुपियाँमा पाउने, त्यस्तो फिचरहरू ल्याउने कि भन्ने कुराहरू नै मैले केही अथरहरूसँग गरिरहेको छु। तर त्यो चाहिँ अलि कम्प्लिसन हुन पाएको छैन अहिलेसम्म। त्यो सँगसँगै मेरो अर्को एउटा एप बनाएको चाहिँ मेरो बाइबल भन्ने एप छ। मेरो बाइबल भन्ने एप चाहिँ कस्तो भने स्क्रिप्चर रिडिङ एक्सपिरियन्स चाहिँ एकदम डिस्ट्र्याक्सन फ्री हुनुपर्छ भन्ने मेरो मान्यता हो होइन। अनि क्रिस्चियन एपहरूमा चाहिँ कुनै पनि भन्नाले बाइबल एपमा चाहिँ कुनै पनि डिस्ट्र्याक्सनको कुराहरू अथवा एड्सको कुराहरू नहोस् भन्ने हिसाबले मैले बनाएको हो। अनि त्यसमा चाहिँ तपाईँले बाइबलको बुकहरू पढ्न सक्नुहुन्छ सबै होइन। अनि हाइलाइट त्यो भित्र चाहिँ पुरै बाइबल नै छ, पुरै बाइबलै छ। त्यो पढ्दाखेरि चाहिँ बीचमा एड आउने अथवा मान्छेको दिमाग डिस्ट्र्याक्ट हुने कुनै पनि कुराहरू हुँदैन। मैले बनाएको कुनै पनि एपमा त्यस्तो हुँदैन होइन। अनि तपाईँले त्यो अब हाइलाइट बुकमार्कको फिचरहरू त बेसिक फिचरहरू सबै भइहाल्यो। अनि त्यसमा चाहिँ अडियो पनि सुन्न मिल्छ। तपाईँले अडियो प्ले गरिदिएर तपाईँले फोन स्क्रिन लक गर्नुभयो भने त्यो ब्याकग्राउन्डमा प्ले भइरहेको छ होइन। बाइबल नै त्यो चाहिँ अडियोको रूपमा पनि आउँछ। भनेपछि यसको अर्थ चाहिँ यसको चाहिँ एउटा राम्रो बेनिफिट भनेको चाहिँ अब कोही मान्छेलाई पढ्न आउँदैन होइन भने चाहिँ उसले चाहिँ सुनेर पनि त्यो बाइबलका कुराहरू चाहिँ लिन सक्यो। त्यो पनि तपाईँले नै बनाउनु भएको? हजुर हजुर। अनि बनाएर त्यो डिभाइसहरू हुन्छ नि कति अर्गनाइजेसनहरूले बनाउनुहुन्छ नि त्यो अडियोहरू सुन्ने होइन, त्यो एकदम राम्रो हो। त्यो अब एकदमै त्यसमा ब्याट्री पनि धेरै टिक्छ होइन, सोलरबाट चल्नेहरू के हुन्छ। तर त्यो चाहिँ मान्छे सधैँ बोकेर हिँड्नलाई अलिक असहज हुन्छ कि। तर मोबाइल भनेको चाहिँ एभ्री टाइम हामीसँगै भइरहेको छ। अनि त्यो एउटा बेनिफिट छ। अनि त्यो तपाईँले अब गाडीमा हिँड्दै हुनुहुन्छ, किचनमा काम गर्दै हुनुहुन्छ, जता काम गर्दै हुनुहुन्छ होइन, अडियो तपाईँले सुन्न सक्नुहुन्छ। त्यो फिचर यति नै हो मैले क्रिस्चियन कम्युनिटीको लागि, नेपाली क्रिस्चियन कम्युनिटीलाई बनाएको एप चाहिँ। तर म यो सँगसँगै मेरो यो चाहिँ मेरो सबै पार्ट टाइममा गरेको कुराहरू, मेरो फ्री टाइममा गरेको कुराहरू होइन। तर म यो सँगसँगै फुल टाइम एउटा युकेको कम्पनीमा पनि काम गर्छु जुन चाहिँ क्रिस्चियन कम्पनी हो। अनि हामीले चाहिँ इन्टरनेसनल मिनिस्ट्रीहरूको लागि चाहिँ सफ्टवेयर एपहरू बनाउने काम गर्छौँ। अनि त्यो त्यहाँबाट चाहिँ मैले 15-20वटा एप बनाएको छु होइन विगत 6 वर्षमा। पपुलर एपहरू भने चाहिँ हाम्रो बाइबल विथ निकी एन्ड पेप्पा गम्बल भन्ने छ। त्यो चाहिँ बाइबलको होल बाइबल तपाईँ डिभोसनल रूपमा पढ्न सुन्न सक्नुहुन्छ होइन। एभ्रीडे आउँछ। हजुर। त्यसको चाहिँ तपाईँको डेली एक्टिभ युजर नै तपाईँको 3 लाखभन्दा बढी हुन्छन्। मन्थली एक्टिभ युजरहरू तपाईँको 10 लाख त्यस्तो युजरहरूले मिलियन्समै वर्षभरिमा त मिलियन्समा युजर पुग्छन् कि। त्यति धेरै युजरहरूले चाहिँ त्यो एपमा युज गर्नुहुन्छ है। त्यो भयो। अनि अर्को चाहिँ धेरैवटा एप छ। मैले अलि एक्जाम्पल दिनुपर्दा अलमोस्ट तपाईँले अहिलेसम्म चाहिँ मोबाइलमा आउने क्रिस्चियन एप्सहरू चाहिँ तपाईँले 20वटा भन्दा बढी बनाइसके तपाईँ आफैले नै बनाउनु भएको छ होइन। अनि एकदमै कस्तो एकदम म चाहिँ पर्सनल्ली धेरै आशिषित महसुस गरिरहेको छु किन भन्दाखेरि यस्तो व्यक्तित्व जो हाम्रो बिचमा हुनुहुन्छ। धेरैपल्ट तपाईँ र मैले चलाएको मोबाइलमा चाहिँ हामी अरू एप्सहरू हेरिरहेका हुन्छौँ, तर त्यो एप्सहरूभित्र यस्ता एप्सहरू छन् जुन एप्सहरूले चाहिँ तपाईँ र मलाई चाहिँ क्रिस्चियन कम्युनिटीमा एकदमै ग्रोथ हुनको लागि होइन र सहज गराइदिएको छ, जुन चाहिँ हामीले विदाउट कस्ट
होइन, पैसा पनि नतिरिकन हामीले चाहिँ चलाउन पाइरहेका रहेछ, एड्स पनि नहेरिकन बिचमा हामी डिस्ट्र्याक्ट नभइकन होइन, त्यो परमेश्वरको कुरालाई मात्रै हामीले चाहिँ हेर्न पाइरहेका रहेछौँ। र विशेष गरिकन धेरै क्वायरहरूले, मेरो पनि चर्चमा म आफैले पनि कहिलेकाहीँ भजनहरू गाउँदाखेरि चाहिँ तपाईँले नै क्रिएट गर्नुभएको त्यो एप्स म चलाउँछु, किनभने कर्ड्सको लागि र अनि कहिलेकाहीँ स्केलहरू अप्स एन्ड डाउन गराउनको लागि पनि मैले त्यो नेपाली क्रिस्चियन कर्ड्स एन्ड के अरे लिरिक्स भन्ने जुन त्यो तपाईँको छ त्यो मैले चलाइरहेको हुन्छु। र अनि पर्सनल्ली आई एम भेरी मच थ्याङ्कफुल टु यु है, तपाईँले यो जुन योगदान तपाईँले पुर्याउनु भएको छ त्यो योगदानले गर्दाखेरि आज हाम्रो चर्चहरूमा चाहिँ हाम्रो जवानहरूलाई होइन, विशेष गरिकन जो म्युजिकमा हुनुहुन्छ, जो बाइबलहरू पढ्न सक्नु हुँदैन तर सुनेर बाइबलहरूलाई चाहिँ उहाँहरूले गर्नुहुन्छ, जसले पुस्तकहरू किनेर पढ्न सक्नु हुँदैन तर क्रिस्चियन पुस्तकहरू जुन मोबाइलबाट हेर्न सक्नु हुँदो रहेछ। यो एउटा एकदमै नदेखिएको तर धेरै ठुलो योगदान तपाईँले पुर्याइरहनु भएको रहेछ। यो 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 सबै कुराहरू गर्नको लागि चाहिँ तपाईँलाई इन्सपायर चाहिँ के कुराले गरायो त? यो चाहिँ म चाहिँ अलि सानैदेखि भन्छु, म चाहिँ भने पहिला कम्प्युटर गेम्स एकदम खेल्ने, कम्प्युटरमा एकदमै लगाव होइन, अनि कम्प्युटरमा के गर्छु भन्ने चाहिँ मेरो थियो होइन सुरुमा। अनि पछि म अलि ठुलो हुँदै गएपछि लगभग +2 तिर पढ्दाखेरि चाहिँ मलाई चाहिँ होइन म चाहिँ अब सफ्टवेयर डेभलपमेन्टतिर जान्छु होइन भन्ने कुराहरू थियो। अनि मलाई चाहिँ पहिलादेखि एउटा क्रिस्चियन एप बनाउनु चाहिँ मलाई पहिलादेखि एकदमै इच्छा के कस्तो भने मलाई चाहिँ के थियो भने ड्याडी त्यतिखेर मेरो बुवा पास्टर हुनुहुन्छ, अनि उहाँ चाहिँ बाइबल कलेज जानुभयो कि, अनि घरमा हुनुहुन्न थियो होइन। अनि त्यो मलाई चाहिँ कस्तो हुन्थ्यो भने एउटा क्रिस्चियन एप होस् अथवा क्रिस्चियन प्लेटफर्म होस् जसमा चाहिँ अनलाइन बाइबल कलेज पढ्न मिलोस् भन्ने चाहिँ मेरो एकदम इच्छा थियो कि। अनि म भोलिपछि ठुलो भएपछि अनलाइन बाइबल कलेज बनाउँछु भन्ने चाहिँ मेरो ठुलो इच्छा होइन। अनि त्यसरी नै सुरु भएको मेरो जर्नी होइन। अनि त्यसपछि त्यो कुरा चाहिँ तपाईँको बुवा केही समय टाढा हुनुभएको कारण तपाईँलाई त्यो कुराले चाहिँ अब चाहिँ यसरी एप्स बनाइदियो भने चाहिँ होइन, धेरै मान्छेहरूको फ्यामिलीहरू चाहिँ टाढा रहेर ट्रेनिङहरू गर्न पर्दैन भन्ने खालको त्यसले पनि तपाईँलाई इन्सपायर चाहिँ गर्यो। त्यो भन्नाले मेरो ब्याक अफ द माइन्ड थिए रहेछ कि त्यो कुरा चाहिँ। अनि पछि मैले अनि कम्प्युटर इन्जिनियरिङ जोइन गरेँ। अनि त्यस पछाडि मैले चाहिँ सुरुमा चाहिँ 2-3 वर्ष चाहिँ मैले बाहिर सेकुलर कम्पनीहरूमा काम गरेँ। मैले चाहिँ वेबसाइट बनाउने काम गर्थेँ, ब्याकइन्ड भन्छ, ब्याकइन्ड सफ्टवेयर भनेर वेबसाइटको ब्याकइन्ड फ्रन्ट इन्ड भन्ने हुन्छ, त्यसमा चाहिँ काम गर्थेँ मैले होइन। अनि काम गरेपछि चाहिँ मैले एउटा काठमाडौँको चर्चमा गएँ, शक्तिशाली ब्याप्टिस्ट चर्च भन्ने, अनि जहाँ चाहिँ पास्टरले चाहिँ इच्छा देखाउनु भएको थियो कि एउटा क्रिस्चियन चर्चको लागि एउटा एप भइदिएको भए हुन्थ्यो भनेर होइन। अनि त्यतिखेर चाहिँ म एप बनाउँदैन थिएँ, म वेबसाइटको कामहरू गर्थेँ होइन। अनि त्यस पछाडि मैले सरी गुरुबा मैले अहिले बनाउन सक्दिनँ किनभने म यो फिल्डमा छैन भने, तर मलाई चाहिँ पछि के भयो भने मैले यो एप बनाउनुपर्छ भन्ने फिल भयो र मैले त्यतिखेर मोबाइल एप्लिकेसन डेभलपमेन्ट सिकेर अनि एप उहाँलाई नबनिकन ब्याकग्राउन्डमा बनाएँ र उहाँलाई देखाएँ बनाइसकेपछि चाहिँ अनि उहाँले त्यो मन पराउनु भयो। त्यस पछाडि हामी रिलिज गऱ्यौँ होइन। अनि त्यो रिलिज गरिसकेपछि चाहिँ अनि विश्वासीहरूले चाहिँ जुन हेल्पफुल भएको छ भन्ने कुराहरू जुन फिडब्याक दिनुभयो नि, अनि त्यसपछि मलाई रियलाइज भयो कि मैले चाहिँ वेबसाइट भन्दा पनि म चाहिँ एपतिर जानुपर्छ र क्रिस्चियन एपतिर जानुपर्छ। मैले चाहिँ त्यो एउटा ग्याप महसुस गरेँ कि नेपालमा चाहिँ जुन तरिकाले ऱ्यापिड डेभलपमेन्ट भएको छ वर्ल्डमा टेक्नोलोजीको फिल्डमा होइन, त्यो कुराको फल चाहिँ नेपाली क्रिस्चियन कम्युनिटीले देख्न पाएको छैन भन्ने मलाई फिल भयो कि। अनि त्यसबाट चाहिँ मैले अब म क्रिस्चियन एपहरू बनाउनुपर्छ, नेपाली क्रिस्चियन एपहरू बनाउनुपर्छ भन्ने कुरा फिल भयो। अनि त्यस पछाडि मैले एप बनाउन थालेँ होइन। अनि अर्को एउटा कुरो चाहिँ एप चाहिँ किन इम्पोर्टेन्ट लाग्यो मलाई त्यतिखेर भन्दा मेरो चाहिँ एउटा मलाई चाहिँ के लाग्यो भने हामी नेपाली चाहिँ इन्टरनेटमा इन्ट्रोड्युस हुँदाखेरि चाहिँ होइन मोबाइलबाट इन्ट्रोड्युस भयौँ कि, ल्यापटप अथवा कम्प्युटरबाट भन्दा पनि मोबाइलबाट बढी इन्ट्रोड्युस भयौँ। अनि त्योबाट चाहिँ के भयो भने सबै कुरा हामीलाई एप भयो कि, फेसबुक एप, युट्युब एप होइन, सबै कुराहरू एप हो। तर फेसबुक खासमा सुरु भएको त वेबसाइटबाट हो, युट्युब सुरु भएको वेबसाइटबाट हो। तर हामीले त्यो कुरा जानेनौँ कि किनभने हामीलाई चाहिँ एप छ, एप डाउनलोड गर्ने चलाउने भन्ने भयो। अनि कति मानिसहरूलाई चाहिँ वेबसाइट भन्ने कुरा पनि थाहा नहुने कि, वेबसाइट भन्ने कुरा थाहा छैन कि कति मान्छेलाई। मैले त्यो एकदमै यो चाहिँ अनि डेभलपिङ कन्ट्री सबैको प्रब्लम हो यो खासमा। अनि त्यही भएर चाहिँ हामी डेभलपिङ कन्ट्रीको लागि चाहिँ वेबसाइट मात्रै भन्दा पनि वेबसाइटको छुट्टै आफ्नो बेनिफिटहरू छ, तर हाम्रो मार्केटलाई हाम्रो कम्युनिटीलाई चाहिँ एप नै चाहिन्छ जस्तो मलाई फिल भयो। अनि त्यो कारणले चाहिँ म एप डेभलपमेन्ट फिल्डमा गएँ।
है। भनेपछि एउटा एप जुन तपाईँले क्रिस्चियन एपहरू बनाउनु भएको छ, एउटा एप बनाउनुको लागि चाहिँ तपाईँलाई चाहिँ कति समय लाग्छ? त्यो इन्ट्रेस्टिङ क्वेसन होइन। यति समय लाग्छ भनेर ट्याक्क भन्न चाहिँ अलिक गाह्रो हुन्छ, किनभने एप जस्तो पनि हुन्छ होइन। एउटा सिम्पल मेरो बाइबल एप जुन छ एकदमै सिम्पल छ होइन, त्यो पनि एउटा एप हो र दराज पनि एउटा एप हो, तर कम्प्लेक्सिटी त धेरै फरक छ नि होइन। त्यही भएर यति टाइम लाग्छ भनेर ट्याक्क भन्न सकिँदैन होइन, किनभने एपमा के फिचर राख्ने त्यसमा डिपेन्ड गर्छ। तर केही महिना लाग्छ भनौँ न, केही महिना लाग्छ। त्यति समय चाहिँ तपाईँले फुल्ली आफ्नो टाइम होइन, आफूसँग भएका क्षमता र आफूसँग भएको त्यो स्ट्रेस पनि हुन्छ नि त होइन। अब त्यो ल्यापटपमा अथवा त्यो मोनिटर अगाडि कन्टिन्यू बस्नु पऱ्यो होइन, कतिवटा आइडियाहरू अरू कुराहरूबाट तपाईँले सिक्नु पऱ्यो, बुझ्नु पऱ्यो होइन। कहिलेकाहीँ बिग्रिन्छ पनि होला, क्रास पनि हुन्छ होला होइन, फेरि सुरुदेखि गर्नुपर्ने अवस्था नि हुन्छ होला होइन। भनेपछि तपाईँले क्रिस्चियन जगतको लागि यो एपहरू बनाउँदै गर्दाखेरि तपाईँको महिनौँ दिनहरूलाई चाहिँ तपाईँले चाहिँ के गर्नुभएको छ, कन्ट्रिब्युट चाहिँ गर्नुभएको छ। हजुर। अनि यो एप बनाउनु भन्ने कुरो कस्तो हुन्छ भने एप एक्चुअली बनाइसि सकिँदैन कि, यो एप चाहिँ एउटा लिभिङ अर्गानिजम जस्तै हो कि खासमा होइन। अब टेक्निकली त होइन लिभिङ अर्गानिजम होइन, तर म चाहिँ के हिसाबले भन्यो भने त्यो चाहिँ इभल्भ हुँदै जान्छ कि। एपमा सुरुमा केही फिचरहरू आउँछ होइन, अनि थपिँदै जान्छ। त्यही भएर एप बनिसकेपछि त्यसको चाहिँ काम सकिँदैन कि, त्यो वर्षौँसम्म। फर इक्जाम्पल अहिले पनि हाम्रो मोबाइलमा फेसबुक युट्युबहरूको अपडेट आइरहेको हुन्छ नि, त्यो त कसैले काम गरिरहेर अपडेट आएको हो नि त। भनेपछि तपाईँको एप पनि जतिवटा छन् त्यसलाई चाहिँ तपाईँले आफै नै सक्रिय भएर अपडेट चाहिँ गरिरहनुपर्छ। अनि प्ले स्टोर, गुगल प्ले स्टोरको चाहिँ एउटा पोलिसी के हुन्छ भने तपाईँको एपले चाहिँ 2 वर्ष अगाडिको लेटेस्ट एन्ड्रोइड भर्जनलाई सपोर्ट गर्दैन भने गुगल प्ले स्टोरले तपाईँको एप हटाइदिन्छ कि। त्यही भएर तपाईँले चाहिँ हरेक लेटेस्ट एन्ड्रोइड भर्जन जुन आइरहेको हुन्छ त्यसलाई चाहिँ अपडेट गरिरहनु, कम्प्याटेबल बनाइरहनुपर्छ तपाईँको एपलाई। अब एउटा क्वेसन सोध्नु मन लाग्यो, यो एपहरू जति बनाउनु भएको छ नि, तपाईँले यसलाई नै 3 लाख 4 लाख मान्छेहरूले एभ्रिडे युज गरिरहेको छ होइन। भनेपछि तपाईँले यसलाई यदि फाइनेन्ससँग जोड्नु भएको भइदिए तपाईँले राम्रो इन्कम गर्न सक्नुहुन्थ्यो नि त होइन। अफकोर्स, किन भन्दा जति सब्सक्राइबरहरू बढ्दै गयो त्यति नै तपाईँको इन्कम जेनेरेट हुँदै जाने हो होइन। तर तपाईँलाई के कुराले चाहिँ यस्तो गर्यो कि म यो पैसा चाहिँ हेर्दिनँ होइन। तपाईँले भन्नुभयो नि अहिलेसम्मको एप कुनैबाट पनि तपाईँले 1 पैसा पनि तपाईँले कमाउनु हुँदैन, त्यो सबै टोटल्ली तपाईँको एउटा आफ्नो परमेश्वरको राज्यको लागि एउटा कन्ट्रिब्युसन भनेर तपाईँले गर्नुभएको छ होइन। तपाईँलाई किन चाहिँ होइन अब यो पैसा कमाउनु मन लागेन कि, अथवा प्रशस्त अर्कै ठाउँबाट भएर हो कि, अथवा के कारणले गर्दाखेरि चाहिँ तपाईँले यो विदाउट एनी कस्ट होइन तपाईँ आफ्नो समय आफ्नो मेहनत लगाएर चाहिँ तपाईँलाई यो गरिरहनु भएको छ, यसको बारेमा बताइदिनु न तपाईँले। हजुर हुन्छ। एपबाट पैसा कमाउनको लागि चाहिँ 2-3टा तरिका छ होइन। पहिला चाहिँ किन मैले गरिनँ भन्नलाई पहिला के छ तरिका भन्ने बुझौँ न होइन। तरिकाहरू चाहिँ के छ भने एउटा चाहिँ एड्स देखाउने, जुन चाहिँ कति एप तपाईँले चलाउँदाखेरि एड्स आउँछ, भिडियो बच्छ अथवा बिचमा कहाँ स्पोन्सर्ड भनेर आउँछ, के भनेर आउँछ होइन। एउटा तरिका चाहिँ त्यो हो। अर्को तरिका चाहिँ एप किन्दैखेरि पैसा लाग्नु पऱ्यो, जसमा चाहिँ तपाईँले पे गरेर एप डाउनलोड गर्नुहुन्छ होइन। अनि अर्को तरिका भनेको चाहिँ एप डाउनलोड गरिसकेपछि कुनै फिचर चलाउनलाई चाहिँ पे गर्नुपर्ने, त्यसलाई चाहिँ इन एप पर्चेजेस भन्छ होइन, त्यो गर्नु पऱ्यो। अनि मेरो चाहिँ के इच्छा छ भने कुनै मान्छेसँग नि यो ब्यारियर नहोस् एप चलाउनको लागि होइन। पैसा खर्च बाधक नबनोस्, पैसा खर्च गर्नेले नि चलाउन सकोस्, पैसा खर्च नगर्ने पनि चलाउन सकोस् होइन। त्यही भएर चाहिँ मैले चाहिँ अब पर्चेज पेड एप बनाउनु चाहिँ त्यो चाहिँ अब डिस्क्वालिफाई भइहाल्यो होइन, त्यो रिक्वायरमेन्ट मिलेन होइन। अनि अर्को अप्सन भनेको चाहिँ एड्स राख्ने, तर एड्स राख्दा चाहिँ के हुन्छ भने क्रिस्चियन एपमा चाहिँ डिस्ट्र्याक्ट हुन्छ, जुन एपमा पनि डिस्ट्र्याक्ट हुन्छ। तर क्रिस्चियन एपमा चाहिँ स्पेसिफिकली के हुन्छ भने हामी त बिब्लिकल वेबाट आफ्नो जीवन जिउने मान्छे हो होइन, तर अनबिब्लिकल एड्सहरू आउँछ कि। क्रिस्चियनले हाम्रो बाइबलले हाम्रो चर्चले जे शिक्षा सिकाइरहेको छ त्यसको विरुद्धमा जाने एड्सहरू आइदिरहेको हुन्छ है। अनि त्यो एकदमै गाह्रो भयो। स्किप पनि गर्न मिल्छ नि त होइन, स्किप गर्न मिल्छ, तर केही सेकेन्ड तपाईँले हेर्नु पऱ्यो नि त होइन। केही सेकेन्ड हेरेपछि स्किप गर्न मिल्छ नि, तपाईँको आँखा अगाडि त आयो नि, त्यो डिस्ट्र्याक्ट त भयो नि, त्यो नहोस् भन्ने कुरा हो। अनि त्यही कारणले चाहिँ मैले नराखेको हो। अनि त्यस पछाडि अब एपहरू बनाउँदाखेरि अब मेरो टाइमको इन्भेस्टमेन्ट त भयो नै होइन, तर तपाईँको अर्को कस्टहरू पनि लाग्छ कि। तपाईँले एप्पललाई चाहिँ वर्षको $100 तिर्नुपर्छ होइन, गुगललाई चाहिँ सुरुमा $25 तिर्नुपर्छ, अनि सर्भर कस्टहरू भन्छ त्यो चाहिँ हरेक महिना
तिर्नुपर्ने हुन्छ होइन, त्यो कस्टहरू हुन्छ। तर मेरो चाहिँ इच्छा के भयो भने मैले भने अघि न जसरी सबैले एक्सेस पाउनु पऱ्यो अनि एड्स पनि आउनु पऱ्यो, अनि त्यही भएर मैले चाहिँ यो चाहिँ मेरो कन्ट्रिब्युसनको रूपमा लिन्छु होइन, यो चाहिँ मेरो योगदानको रूपमा लिन्छु। अनि अब भन्नाले कतिवटा पैसा आउँछ कि भन्ने कुरा गर्नुभयो, त्यसमा चाहिँ कतिवटा एपको लागि त पैसा आउँदैन, तर म फुल टाइम जब गर्छु, त्यहाँबाट मेरो इन्कम हुन्छ होइन। तपाईँले यतापट्टि प्रभुको लागि कन्ट्रिब्युसन गर्दै गर्दाखेरि प्रभुले तपाईँको आवश्यकताहरू चाहिँ अरू ठाउँबाट चाहिँ पुरा गरिरहनु भएको छ होइन। हो, यो फेथमा हिँड्न सक्ने र यो फेथमा आफ्नो यात्रालाई लान सक्ने मान्छेहरूको लागि चाहिँ प्रभुले कहिले पनि खाँचो चाहिँ पार्नु हुँदैन होइन त। तपाईँको यो भनाइबाट चाहिँ यो कुरा प्रष्ट हुन्छ है। अनि हुनु पनि तपाईँ इन्टरनेसनल लेभलमा काम गर्नु हुँदो रहेछ, अमेरिका युरोपहरूले तपाईँलाई हायर गर्दो रहेछ होइन कामको लागि। अनि सायद यही तपाईँको हृदय भएको कारण नै प्रभुले तपाईँको क्षमताहरूलाई पनि अझ क्षमतावान बनाउँदै लानुभएको छ है। ओके, यो रह्यो तपाईँको एप्सको कुराहरू। र अनि अलिकति अब तपाईँको विषयमा भनिदिनुहोस् न, तपाईँको अध्ययन होइन, कुन क्षेत्रमा तपाईँ अध्ययन गर्नुहुन्छ? अफकोर्स यु आर इन्जिनियर होइन, र तपाईँको अध्ययनको क्षेत्रहरूको विषयमा अलिकति भनिदिनुहोस् न त। हजुर, मैले अब पढेको फर्मल एजुकेसन भनेको चाहिँ मैले ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ गरेको हो, आइओई वेस्टर्न रिजन क्याम्पस पोखरामा छ जुन चाहिँ, त्यहाँ मैले कम्प्युटर इन्जिनियरिङ पढेको हो र म चाहिँ अहिले सफ्टवेयर इन्जिनियरको रूपमा काम गरिरहेको छु। अध्ययनको हिसाबमा चाहिँ मेरो यति नै हो, यस पछाडि मास्टर्स चाहिँ मैले गरेको छैन र अहिले नै गर्ने चाहिँ मेरो प्लान छैन, त्यही नै हो। तपाईँ सेवाकाईमा पनि हुनुहुन्छ कि अथवा तपाईँ आफ्नो इन्जिनियरिङ क्षेत्रमा मात्रै व्यस्त हुनुहुन्छ? हजुर, म चाहिँ खासमा मेरो यो एप जुन बनाउँछु मैले, म चाहिँ यसलाई नै सेवाकाईको रूपमा लिन्छु होइन, किनभने मैले परमेश्वरको किङडममा केही इम्प्याक्ट पाइरहेको छु, मेरो विचारमा त्यो नै सेवाकाई हो। अनि यो चाहिँ मेरो एकदमै टाइम कन्ज्युमिङ हुन्छ, मेरो 9 to 5 जब छ, अनि त्यो टाइम बाहेकको टाइममा चाहिँ म एपहरू बनाउँछु। अनि यो सँगसँगै म चर्चमा क्वायरमा हेल्प गर्छु। तपाईँ एउटा म्युजिसियन पनि हुनुहुन्छ? म्युजिसियन चाहिँ म खासमा होइन, परमेश्वरले मलाई त्यो वरदान चाहिँ दिनुभएको छैन खासमा, तर म गिटार चाहिँ बजाउँछु भने म आफूलाई म्युजिसियन जस्तो फिल हुँदैन, किनभने स्पेसिफिकली म्युजिकमा त लाग भनेर परमेश्वरले मलाई त्यो वर्ष चाहिँ दिनुभएको छैन जस्तो लाग्छ। किनभने म स्कुलमा राम्रोसँग गाउनु पनि सक्दिनँ, मेरो वाइफले चाहिँ मलाई सिकाइरहेछ यो कुरामा चाहिँ होइन। म चाहिँ स्कुलमा गाउनै सक्दैन थिएँ, म उठाउनै सक्दैन थिएँ होइन, जस अहिले चाहिँ उठाउन सक्ने चाहिँ भएको छु, त्यो चाहिँ मेरो वाइफले सिकाएर हो। मेरो वाइफलाई चाहिँ परमेश्वरले वरदान दिनुभएको छ। अनि गिटारमा चाहिँ म कर्डहरू मात्रै बजाउन सक्छु कि, जो मान्छे म्युजिकली गिफ्टेड छ उसले चाहिँ अब धेरै कुराहरू जान्नुहुन्छ होइन। तर यो चाहिँ कति कुरा चाहिँ प्र्याक्टिस पनि हो खासमा होइन। आफू चाहिँ बजाउन जान्दिनँ भन्नुहुन्छ हजुर होइन, तर तपाईँले अरूको लागि चाहिँ फेरि त्यस्तै कि म पनि त्यस्तै छु, त्यस्तैहरूको लागि चाहिँ बहुत सजिलो भनेर एप्स बनाउनु भएको त होइन? हजुर, एक्ज्याक्टली। तर खासमा सुरु चाहिँ कस्तो भयो भने हाम्रो चर्चको क्वायरको भाइहरूले चाहिँ मैले एप गीत लिरिक्स र कर्ड उनीहरूको नोट्स एपमा लेखिरहेको देखेँ कि, अनि मलाई चाहिँ के भयो भने देयर इज अ बेटर भयो होइन। अनि त्यो कारणले चाहिँ मैले एप बनाउने स्टार्ट गरेको। अनि अर्को कुरा चाहिँ मलाई पनि सिक्न मन लाग्छ, कर्ड बजाउनु मात्रै आउँछ चाहिँ, तर सिक्न मन लाग्छ होइन। अनि त्यो आफूलाई सिक्नको लागि पनि कतिवटा वेबसाइटमा गइरहनु पऱ्यो, खोजिरहनु पऱ्यो होइन, र सेन्ट्रलाइज्ड प्लेस थिएन, अनि त्यसको कारणले पनि मैले बनाएको। तपाईँ आफैले चाहिँ आफ्नो एप्सहरूलाई चाहिँ प्रयोग गर्नुहुन्छ कि गर्नु हुँदैन? गर्छु, भन्नाले अभियसली हाम्रो लिरिक्स कर्ड एप त हामीले हप्तामा अब 4-5 चोटि नै युज गर्छौँ होला, अझ बढी युज गर्छौँ होला होइन। चर्चमा त अभियसली युज हुनु भइहाल्यो हाम्रो क्वायर टिममा होइन, यो त्यो एप भइहाल्यो। अरू अब बाइबल एप नै युज गर्छु म, मेरै युज गर्छु, किनभने मलाई सिम्पल लाग्छ, एकदमै लाइट वेट छ होइन, खोल्न पनि फास्ट, सबै चलाउन पनि फास्ट छ। अनि अरू क्विज एपहरू बेला बेलामा भइरहेछ, तर यो इसाई बुक्स एपमा चाहिँ अरू बुकहरू राख्न पायो भने अझ बढी चलाउँथेँ होला, तर अहिले हाल अरू बुकहरू राख्न पाइरहेको छैन। तपाईँको यस्तो कुनै एउटा इन्सिडेन्ट छ जुन बेला चाहिँ तपाईँले यो एप्स बनाएको कारणले होइन, अनि कोही मान्छेले तपाईँलाई पर्सनल भेटेर अथवा फोन गरेर अथवा एकदमै धेरै स्याबास दिएको, तपाईँले चाहिँ यो एप्स बनाइदिनु भएको कारणले गर्दाखेरि एकदमै म चाहिँ तपाईँप्रति एकदम ग्रेटफुल छु भनेर तपाईँलाई भनेको छ कि यो एप्स बनाएको कारण हाम्रो चर्चमा चाहिँ एकदमै समस्या आएको छ भनेर गाली त खानु भएको छैन नि? अहिलेसम्म गाली चाहिँ खाइसकेको छैन फर्चुनेटली है। तर भन्नाले सुरुमा एप बनाउँदा चाहिँ अब सुरुमा त खासमा म त्यस्तो रिच भएको मान्छे नै होइन, त्यो फलोइङ भएको मान्छे होइन, त्यही भएर
कोही मान्छेले जान्नु हुँदैन थियो एपको बारेमा अनि म कुनै चर्चमा जान्थेँ भने त्यहाँ गएपछि तपाईँ गिटार बजाउनुहुन्छ भनेर सोध्थेँ कोही मान्छेलाई भेटेर अनि त्यसपछि बजाउँछु भने यो एप छ नि डाउनलोड गर्नु भनेर भन्थेँ कि सुरुमा होइन अनि पछि अहिले चाहिँ हाम्रो फर्स्ट भेटमा पनि तपाईँले नै मलाई तपाईँको एप चाहिँ इन्ट्रोड्युस गराउनु यो एप मैले बनाएको भने यसो हेर्नुहोस् है भनेर भन्नुभएको थियो है हो म आफै त्यसरी प्रमोट गर्दै हिँड्थेँ होइन अनि अहिले चाहिँ खासमा मैले कसैलाई भनेर यो एप भनेर भन्यो भने मेरो एपमा छ भनेर मेरो मोबाइलमा छ भन्नुहुन्छ कि प्राय युथ नेपाली क्रिस्चियनहरूको एप मोबाइलमा चाहिँ यो एप हुन्छ अनि स्याबस भन्ने कुरामा चाहिँ धेरैजनाले भन्नुहुन्छ होइन अनि एपमा चाहिँ एउटा फिडब्याक भन्ने फिचर पनि छ तपाईँ मेन्यूमा गएर त्यहाँ फिडब्याकमा जानुभयो भने त्यहाँ पनि लेख्नु मिल्छ कि तपाईँलाई के मन पर्यो के मन परेन के थप्नु भनेर तपाईँले रिक्वेस्ट गर्न मिल्छ अनि त्यहाँ पनि धेरैजनाले अनि एप्रिसिएट गरिरहनु भएको हुन्छ कसैले तपाईँलाई कुनै कार्यक्रममा बोलाएर अथवा चर्चमा बोलाएर सम्मान गरेको त्यस्तो केही छ कि त्यस्तो छैन ल अब यो चाहिँ एकदम गर्नुपर्ने हुन्छ किनभने हामीले हाम्रो जवानहरूलाई यसरी इन्करेज चाहिँ गर्नुपर्ने हुन्छ तर धेरैजनालाई थाहा पनि थिएन होला किनभने हाम्रो नेपालमा अघि तपाईँले भन्दै हुनुहुन्थ्यो विशेष गरिकन चाहिँ हाम्रो कम्युनिटीमा चाहिँ के छ भने मोबाइल चलाउने मात्र चलन छ तर त्यो भित्रका त्यो कुराहरू चाहिँ कहाँबाट आयो त्यसको होइन अगाडि पछाडिका के छन् त्यो कुराहरूलाई चाहिँ हामीले धेरैपल्ट हेर्दैनौँ सायद तपाईँको पनि यो एप्स चाहिँ अब धेरैजनाले कोही विदेशीले बनाए कि अथवा कुनै एउटा सङ्घ संस्थाले बनाए कि भन्ने सोचमा मानिसहरू थियो होला तर तपाईँ एउटा व्यक्तिले यसरी चाहिँ एउटा इनिसिएटिभ लिएर तपाईँले आफ्नो यात्रालाई यो लेभलसम्म लिएर आएर मानिसलाई चाहिँ उपलब्धिमूलक बनाउनु भएको छ त्यो भएको भएर मलाई चाहिँ लाग्छ तपाईँलाई यो कुरामा चाहिँ रेस्पेक्ट गर्नुपर्छ अनर चाहिँ गर्नुपर्छ र हुनसक्छ भने अवार्डेड पनि गर्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ हजुर त्यो 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 चाहिँ अब गरिनुपर्छ म जस्तो लाग्दैन मलाई चाहिँ होइन मलाई चाहिँ लाग्दैन अनि अर्को कुरो भन्नुपर्दा मैले खासमा एप चाहिँ मैले बनाएको हो यो कुरा चाहिँ अलिकति क्लियरिफाई गर्छु म एप चाहिँ मैले बनाएको हो तर एपमा गीतहरू छ नि गीतहरू 1900+ छ होइन त्यो गीतहरू सबै मैले राखेको होइन नि त होइन त्यही भएर तपाईँको एपको अथरहरू चाहिँ कोही न कोही हुनुहुन्छ तपाईँ एपमा मेन्यूमा गएर एबाउट सेक्सनमा जानुभयो भने त्यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ होइन त्यहाँ चाहिँ हाम्रो धेरैजना एडमिनहरू हुनुहुन्छ जसले चाहिँ एपमा गीतहरू राखिदिने अपडेट गर्ने होइन केही बिग्रेको छ भने सच्याउने कामहरू गर्नुहुन्छ मेरो वाइफले पनि धेरै हेल्प गरिरहेको हुन्छ है भनेपछि यो एपमा चाहिँ तपाईँको मिसेस पनि तपाईँको लागि चाहिँ एउटा कोवर्करको रूपमा चाहिँ उहाँ पनि हुनुहुन्छ है अनि त्यसपछि कस्तो हुन्छ भने कतिको एउटा गीतहरू राख्दाखेरि कडहरू बिग्रिएको हुन्छ नि त होइन अनि बजाउँदै गयो अनि बजाए जे छ म त्यही बजाइन्छ मलाई थाहा हुँदैन कि त्यही भएर भनेको म म्युजिकली गिफ्टेड छैन भनेर खासमा अनि उसलाई थाहा हुन्छ कि यो कड त अब होइन यहाँ यो त्यो कड मिलेन भन्ने कुरो उसलाई थाहा हुन्छ होइन अनि उहाँले चाहिँ फिडब्याकमा चाहिँ उसले सोचाइदिन्छ त्यो भनेपछि कोही कसैले आफ्नो म्युजिकहरू क्रिएट गरेको छ र उसले चाहिँ म्युजिकहरू बनाएको छ गीतहरू छ भने इफ हि वान्ट्स टु पुट that song in your apps then they can contact you obviously हैन एउटा त्यसको लागि चाहिँ एउटा फिचर नै छ एपमा सङ रिक्वेस्ट भन्ने त्यहाँ चाहिँ तपाईले रिक्वेस्ट गर्न सक्नुहुन्छ अनि मान्छेले दिनुभएको भोटको आधारमा हामीले गीत राख्छौँ हैन किनभने हामीले प्रायोरिटाइज पनि गर्नुपर्ने हुन्छ कुन गीत पपुलर छ कुन गीत पपुलर छैन भनेर हैन सबैजनाले गीत लेख्नुहुन्छ तर अनि आफ्नो गीत सबैले गाइदै जस्तो हुन्छ हैन तर सबैलाई त्यो गीत चर्चमा गाउन मन लाग्दैन हैन चर्चमा गाउनुहुन्छ कि हुँदैन क्वालिटीमा गाउनुहुन्छ कि हुँदैन किनभने हाम्रो गीतहरु चाहिँ कमन चाहिँ हुनु पर्यो हो हाम्रो फोकस भनेको चाहिँ चर्चमा क्वायरमा गाइने गीतहरू राख्ने हो खासमा वर्शिप सङहरू राख्ने होइन त्यसले चाहिँ चर्चलाई चाहिँ एउटा आराधनामा डोर्याउन सकोस् एउटा व्यक्तिलाई चाहिँ परमेश्वरको उपस्थितिमा चाहिँ लान सकोस् हैन अब आजभोलि त अब के भन्ने फेरि कतिवटा भजनहरू यस्तो पनि छन् मानिसले शोकको रूपमा मात्रै गाउँछन् हैन अनि पैसा छ गरिहालौँ न भन्ने एउटा त्यो हब्बीको रूपमा गाउँछन् जसले चाहिँ हुन त ती पनि भजन नै हुन् तर पनि त्यसले जुन किसिमले चाहिँ एउटा परमेश्वरको उपस्थितिमा लानुपर्ने त्यो चाहिँ नलगिरहेको धेरैचोटि महसुस चाहिँ हुन्छ हाम्रो एन्ड गोल भनेको चाहिँ सबै नेपाली क्रिस्चियन गीतहरू होस् यो एपमा एन्ड गोल भनेको त्यो हो अभियसली हैन तर के हुन्छ भने जति गीत थप्दै गयो जति युजर थपिँदै गयो सर्भर कस्ट बढ्दै जान्छ कि ओके त्यति बढी ब्याक एन्डमा खर्च हुँदै जान्छ त्यो चाहिँ तपाईले गर्नुहुन्छ त्यो खर्च चाहिँ हजुर हजुर त्यो चाहिँ 1 इयरमा चाहिँ तपाईको एउटा एपको लागि चाहिँ कति जति खर्च भएको हुन्छ डिपेन्ड गर्छ एपमा किनभने फर एक्जाम्पल कुनै एप छ जसमा चाहिँ ब्याक एन्डको खासै युज हुँदैन फर एक्जाम्पल बाइबल एपमा सबै कुरो डाउनलोडेड तपाईँको फोनमै हुन्छ त्यसलाई तपाईँले अफलाइन सबै चलाउनु मिल्छ होइन त्यो एपको चाहिँ कस्ट भनेको हुँदैन कि खासमा रनिङ कस्ट हुँदैन होइन तर वर्षपछि त्यो एप्पललाई तिर्नु पनि पैसा त हुन्छ एप्पललाई $100 तिर्नुपर्छ वर्षको हजुर
तर त्यो चाहिँ एकाउन्टको हो, मेरो सबै एप त्यही एकाउन्टमा हुन्छ, त्यही भएर त्यो अकाउन्टको पैसा तिर्ने हो। अनि त्यही भएर तर लिरिक्स एन्ड कर्ड एप चाहिँ सबभन्दा अलिक कस्टली छ, किनभने सबैभन्दा बढी मान्छेले त्यही एप युज गर्नुहुन्छ। अनि त्यसमा कन्टेन्ट पनि धेरै छ, अनि हरेक कुरा चाहिँ तपाईँको अपडेट भइरहेको हुन्छ कि, एपको अपडेट गर्नु पर्दैन, ब्याकग्राउन्डमा सबै गीतहरू नयाँ गीत राखेको छ भने तपाईँको एपमा आफै आइरहेको हुन्छ कि। त्यसको लागि चाहिँ हामीले ब्याकएन्डहरूको इन्फ्रास्ट्रक्चर बनाउनु पर्ने हुन्छ। अनि त्यसमा चाहिँ कस्ट आउँछ, त्यो चाहिँ मन्थली तपाईँको $25 जस्तो लाग्छ मन्थली। हजुर, भनेपछि तपाईँले एभ्री मन्थ $25 चाहिँ आफ्नै ऊबाट चाहिँ त्यो एप्सको लागि तपाईँले खर्च गरिरहनु भएको छ। दिस इज भेरी हजुर त्यही त। अनि मेरो मैले अब केही कामहरू गरिरहेको छु जसद्वारा चाहिँ मैले टेक्नोलोजी माइग्रेट गर्ने कुराहरू होइन, जसद्वारा चाहिँ यसलाई अझ चिपर बनाउने कुराहरू, त्यस्तो कुराहरू छ, त्यो पाइपलाइनमा छ, त्यो काम गरिरहेको छु मैले। तर यो चाहिँ अब मलाई चाहिँ त्यो एकदमै खुसी लाग्छ, किनभने धेरै मानिसहरूलाई हेल्प भइरहेको हुन्छ। अनि स्पेसली हरेक हप्ता आफ्नै क्वायरमा त्यो इम्प्याक्ट भएको देखिरहेको हुन्छ। अनि त्यही भएर मलाई चाहिँ एकदमै खुसी लाग्छ। अनि यो चाहिँ अब वर्थ इट भन्छु म चाहिँ। ओके, भनेपछि हामी यात्राको कुराकानी भित्रै छौँ होइन। तपाईँको सबै परिवार विश्वासी नै हुनुहुन्छ? हजुर, सबैजना विश्वासी। भने अघि भन्नुभयो तपाईँको बुवा पास्टर हुनुहुन्छ हजुर है। अनि तपाईँको चर्चको नाम भनिदिनुहोस् न। वचन मण्डली हो, हाम्रो चर्च चाहिँ पनौतीमा छ। पनौतीमा छ वचन मण्डली है। हजुर। अनि तपाईँ विवाहित? विवाहित। अनि बच्चा बालबच्चाहरू? हाल छैनन्। हाल छैनन्, भविष्यको योजना चाहिँ छ हजुर है। तपाईँको श्रीमती पनि इन्जिनियरिङ पेसामै हुनुहुन्छ कि? हजुर हजुर, उसले पनि आइटी नै पढेको हो र उसले चाहिँ युआई युएक्स मा कोर्सहरू गरिरहेको छ। त्यो भनेको चाहिँ एपहरू हामीले चलाउँछौँ, त्यो एपलाई चाहिँ फर्स्टमा कसैले डिजाइन गर्छ कि, अनि त्यो डिजाइन गर्नेमा चाहिँ उसले त्यो कोर्सहरू गरिरहेको छ। ए ओके, भनेपछि दुईजनै एउटै उसमा हुनुहुन्छ, क्षेत्रमा हुनुहुन्छ। कस्तो हुन्छ एउटै क्षेत्रमा श्रीमान श्रीमती हुँदाखेरि अलिक सहज हुन्छ कि अलिक डिफ्रेन्ट क्षेत्रमा हुँदाखेरि? तपाईँको हुन त तपाईँ अब एउटै क्षेत्रमा भएको भएर अभियसली तपाईँलाई त्यही क्षेत्रकै सजिलो लाग्ला होइन, तर कहिलेकाहीँ केही डिफिकल्टिजहरू त्यस्तो डिफिकल्टिजहरू चाहिँ छैन खासमा। एकअर्काले अझ एकअर्कालाई बुझिन्छ जस्तो लाग्छ। तिम्रो एप भन्दा मेरो एप राम्रो, तिम्रो काम भन्दा मेरो काम राम्रो, तिमीलाई आउँदैन, त्यस्तो त हुँदैन। अहिलेसम्म चाहिँ भएको छैन है। हजुर, त्यस्तो हुन्छ जस्तो लाग्दैन मलाई। तर यो सबै कुरा एउटा हामीले हेभनली वेमा चाहिँ हामी चल्यौँ भने होइन, हाम्रो जीवनको हाम्रो श्रीमान श्रीमती हाम्रो परिवारको बिचमा परमेश्वरलाई अथवा ख्रिस्टलाई राखेर परमेश्वरको वचनमा हामी रहेर अगाडि बढ्यौँ भने चाहिँ त्यो परिवार सुन्दर बन्छ, त्यो परिवार एउटा आदरको योग्य परिवार बन्छ है। अनि खासमा हामी त एउटै शरीर हो नि त खासमा, एकदम डेफिनेटली। त्यही भएर हाम्रो एप हो कि तिम्रो एप मेरो एप भन्दा पनि। वाह, यो एकदम मिठो शब्द तपाईँले प्रयोग गर्नुभयो है। विवाह तपाईँको लागि के हो? विवाह चाहिँ एउटा क्रिस्चियन जीवनमा खासमा एउटा एकदमै इम्पोर्टेन्ट पार्ट अफ लाइफ हो। अनि यो चाहिँ खासमा परमेश्वरले हामीलाई जुन ख्रिस्टले मण्डलीको लागि जुन त्याग गर्नुभयो, अनि त्यस पछाडि जुन प्रेम ख्रिस्ट र मण्डलीमा छ, त्यो कुरालाई हामीले जिउने एउटा माध्यम हो भन्छु म, त्यसलाई रिप्रेजेन्ट गर्ने। हजुर, वाह, कस्तो मजाको दिनुभयो। कति वर्ष भयो विवाह भएको? हाम्रो 1 वर्ष र 4 महिना। कस्तो रमाइलो हुँदैछ? हजुर, एकदम भर्खर तपाईँ न्युली म्यारिड हुँदो रहेछ हजुर होइन? हजुर। अनि विवाह भइसके पछाडिको अनुभव र विवाहभन्दा अगाडिको के फरक पाउनु भयो तपाईँले? एउटा छोरा मान्छे हजुर को तपाईँले नजरबाट हेर्दा, हजुर, एउटा जवान व्यक्तिको नजरबाट हेर्दा विवाह भइसके पछाडिको फरक र विवाहभन्दा अगाडिको केही जीवनशैलीका फरकहरू? विवाह हुनुभन्दा अगाडि चाहिँ खासमा अब आफूले जे गरे नि भयो, जता गए नि भयो भन्ने टाइपको लाइफ थियो भने अहिले चाहिँ अलिक रेस्पोन्सिबल लाइफ होइन। मैले चाहिँ मेरो फ्युचरको लागि सोच्नुपर्छ, फ्युचरको लागि सोच्ने भन्ने अलिक नहुने कि विवाह गर्नेभन्दा अगाडि चाहिँ। तर विवाह गरिसकेपछि मैले फ्युचरको लागि सोच्नुपर्छ, हाम्रो फ्युचरको लागि सोच्नुपर्छ, हाम्रो फ्यामिलीको लागि सोच्नुपर्छ भन्ने कुराहरू अलिक बढी हुँदो रहेछ होइन। अनि धेरै सपोर्ट खासमा मैले अब जुन कामहरू मैले गरिरहेको छु त्यो मैले गरिरहेको छु भइरहेछ भन्ने कुराहरू हुन्छ। तर जब मेरो वाइफ त्यहीँ हुन्छ, मेरो वाइफले मैले गरिरहेको कामहरू त्यहीँ देखिरहेको हुन्छ, त्यसमा इन्भल्भ भइरहेको हुन्छ, त्यसमा फिडब्याक दिइरहेको हुन्छ नि, त्यो चाहिँ एकदमै आशिषित हुन्छ कि। बेस्ट पार्ट चाहिँ त्यो हो। बेस्ट पार्ट चाहिँ त्यो हो। भनेपछि विवाहभन्दा अगाडि अलिक स्वतन्त्र भइन्छ, जे गरे नि भयो होइन, जता गए नि भयो भन्ने खालको अघि भन्नुभयो। विवाह पछाडि चाहिँ एउटा रेस्पोन्सिबल भइन्छ, विच इज गुड फर
यु पहिला विवाहभन्दा अगाडिको कि विवाह पछाडिको? रेस्पोन्सिबल हुनु नै राम्रो हो, किन हजुर रेस्पोन्सिबल हुनु नै राम्रो हो। होइन स्वतन्त्रता त फेरि विवाहभन्दा अगाडि भन्नुभयो नि त। म पनि होइन अहिले पनि स्वतन्त्रै छु म, तर अलि बढी रेस्पोन्सिबल छु। रेस्पोन्सिबल भएपछि स्वतन्त्रता जान्छ भन्ने कुरो मलाई लाग्दैन। त्यो फरक कुरा हो र त्यो दुईवटा कुराहरू कोएक्जिस्ट गर्न सक्छ जस्तो लाग्छ मलाई। हजुर। र अनि एउटा विवाह सफल हुनको लागि चाहिँ होइन, हुन त अब तपाईँ भर्खर 14 मन्थमा हुनुहुन्छ, तर पनि एउटा जर्नी त तपाईँले पुरा गरिसक्नु भएको छ। कतिजनाको त अब सुनिन्छ विवाह 1.5 घन्टा मात्र टिक्यो अरे भन्ने सुनिन्छ होइन, घर ल्याउँदै ऊ त माइत गयो अरे भने पनि सुनिन्छ होइन। तपाईँले त 14 महिना अलमोस्ट तपाईँले कटाइसक्नु भएको छ। म आफै पनि अब यो नेक्स्ट मन्थदेखि म 10 वर्ष मेरो विवाहको गर्दैछु होइन, बिताउँदैछु। अनि विवाहले एउटा मान्छेको जीवनमा कस्तो भूमिका निभाउँदछ? विवाहले चाहिँ एउटा छोरा मान्छे जो चाहिँ प्रभुसँग यात्रा गर्न चाहन्छ, जो प्रभुसँग हिँड्न चाहन्छ, उसको लागि चाहिँ विवाह कति महत्त्वपूर्ण छ? त्यो विवाह एकदमै महत्त्वपूर्ण छ। त्यो मैले अघि नै भने क्रिस्चियन लाइफमा एकदमै विवाह इम्पोर्टेन्ट हुन्छ भनेर। अनि जुन सपोर्ट, जुन इन्करेजमेन्ट, जुन चियर लिडर भन्छु होइन, एकअर्का हुन्छ श्रीमान र श्रीमती एकअर्काको निम्ति। अनि जसरी आफू चाहिँ ख्रिस्टमा परमेश्वरमा सङ्गतिमा अघि बढिन्छ, जुन सङ्गति हुन्छ नि दुईजनाको बिचमा, त्यो चाहिँ एकदमै आशिषित लाग्छ मलाई। अनि दुवैजनाको स्पिरिचुअल जर्नीमा चाहिँ जसरी दुवैजना सँगै भएर जुन वर्सिप गरिन्छ, जुन प्रार्थना गरिन्छ, त्यसले चाहिँ परमेश्वरसँग नजिक लानलाई एकदमै हेल्प गर्छ जस्तो लाग्छ मलाई। एकलाई अर्कालाई बनाउने कुराहरूमा, निर्माण गर्ने कुराहरूमा। हजुर। अनि आफ्नो कति सर्टकमिङ्सहरू पनि रिफ्लेक्ट हुन्छ कि थाहा हुन्छ कि एकदम। अनि म के कुराहरूमा कमजोर छु भन्ने कुराहरू चाहिँ धेरैपल्ट चाहिँ विवाहपछि, यो मेरो पनि अनुभव हो। कतिपल्ट चाहिँ एक्लै हुँदाखेरि चाहिँ मेरो जीवनको मै राजा होइन, मलाई जे गरे पनि मलाई अघि भन्नुभयो नि, धेरैपल्ट विवाहभन्दा अगाडिको स्वतन्त्रता चाहिँ त्यो टाइपको स्वतन्त्रता हुँदो रहेछ। म सबै कुरा गर्न सक्छु, म एक्लो छु भने जस्तो त्यो टाइपकोहरू हुँदो रहेछ। तर विवाह पछाडि चाहिँ कोही व्यक्ति हुँदो रहेछ हामीसँग। यदि श्रीमती, हामी छोरा मान्छेको लागि श्रीमती एकदम ठिक भयो भने चाहिँ होइन, मेरो आफ्नो अनुभव पनि हामीले कहिलेकाहीँ कुनै मिस्टेकहरू गर्दा अथवा हामी ट्र्याकबाट अलिकति यताउता हुँदाखेरि चाहिँ हाम्रो लागि चाहिँ अलर्ट गर्ने मान्छे चाहिँ हुँदो रहेछ होइन। अनि हामी तर फेरि कतिपल्ट फेरि अघि मैले भने जस्तै 1.5 घन्टा पनि नटिकेको सम्बन्ध भने जस्तै होइन, कतिपल्ट चाहिँ फेरि श्रीमतीहरू श्रीमानको लागि असल परेन अथवा श्रीमतीको लागि श्रीमान असल परेन भने चाहिँ सानो कुरामा पनि कम्प्लेन गर्ने होइन, मैले नै खोजेको जस्तो तिमी भएनौ भन्ने पनि हुन्छ है। तर यसको लागि चाहिँ एउटा प्रभुको अधीनतामा रहेको श्रीमान श्रीमती भयो भने चाहिँ अझ विवाह चाहिँ सुनमा सुगन्ध भने जस्तो चाहिँ हुँदो रहेछ। अनि एउटा कुरा चाहिँ विवाहमा चाहिँ मेरो विचारमा के कुरा रियलाइजेसन हुनुपर्छ भने ममा पनि घटी कमी छ, भेरी ट्रु, हामी ह्युमन हौँ होइन, अनि हामीमा फ्लहरू छ होइन। अनि त्यसलाई चाहिँ हामीले अन्डरस्ट्यान्ड गरेर होइन, अनि त्यस पछाडि त्यसलाई ओभरकम गरेर होइन, अनि नेभर लेट इच अदर गो होइन, त्यो हिसाबले चाहिँ अनि एकअर्कामा बढ्यो भने चाहिँ त्यो चाहिँ ओभरकम गर्न सकिन्छ जस्तो लाग्छ एकदम। मैले तपाईँले यो कुरा भन्दै गर्दा मलाई पनि एउटा सानो स्टेटमेन्ट विवाहको चाहिँ भन्न मलाई धेरैपल्ट हामीले हाम्रो विवाह र हाम्रो सम्बन्ध चाहिँ फितलो हुँदै जाने र त्यो बिग्रिने मोडतिर जाने कारण चाहिँ के रहेछ भने धेरैपल्ट श्रीमती चाहिँ मैले सोचेको जस्तो भएन, मेरो श्रीमतीले मैले सोचेको जस्तो खाएन, मेरो श्रीमतीले मैले मन परेको जस्तो गरेन। धेरैपल्ट श्रीमानले त्यो सोच्यो भने सम्बन्धमा समस्या आउँदो रहेछ र श्रीमतीले पनि मेरो श्रीमानले मैले भनेको जस्तो गरेन, मैले खानु भनेको जस्तो कुरा खाएन, मैले लाउनु भनेको जस्तो लाएन। धेरैपल्ट यो भन्दा चाहिँ समस्या आउँदो रहेछ। तर सम्बन्धलाई यदि टिकाइराख्न चाहिन्छ, सम्बन्धलाई लामो यात्रासम्म अगाडि बढाउन चाहिन्छ भने चाहिँ हामीले ध्यान दिनुपर्ने कुरा चाहिँ के मेरो श्रीमतीले चाहेको जस्तो म भएको छु त होइन। अनि श्रीमतीहरूले पनि के मेरो श्रीमानले चाहेको जस्तो चाहिँ म बनेको छु त। यति मात्र हामीले सोच्यौँ भने पनि एउटा विवाह चाहिँ लामो अगाडि बढ्दो रहेछ र स्ट्रङली त्यो विवाह चाहिँ
एकदमै प्रभुलाई मनपर्ने हुँदो रहेछ सम्बन्ध भन्ने चाहिँ मेरो पनि व्यक्तिगत अनुभव हो। एकदम हजुर। म त्यसमा एउटा कुरो थप्न मन लाग्यो होइन, मैले यो कहाँ सुनेको चाहिँ मलाई याद छैन, मैले कतै सुनेको होइन। मेरै एउटा इन्टरभ्यूमा मैले भनेको थिएँ, सायद त्यही सुन्नुभयो कि एउटा भाइले लिनुभएको थियो मेरो श्रीमतीको र मेरो इन्टरभ्यू पहिला, अनि त्यसमा चाहिँ मैले यो कुरा भनेको थिएँ। अनि त्यो इन्टरभ्यू सुन्नेहरू धेरै व्यक्तिहरूले चाहिँ यो एउटा कुरालाई चाहिँ एकदमै धेरै मन पराउनु भएको थियो। अनि अब यो आज पोडकास्टमा निस्किहाल्यो, एकजना व्यक्तिले मलाई फोन गरेर पनि सोध्नु भएको थियो, दाइ मैले मेरो विवाहमा कहिले पनि यो कुरा चाहिँ मैले एप्लाई गरेको थिइनँ। मैले जहिले पनि सोच्थेँ मेरो श्रीमती चाहिँ मैले चाहेको जस्तो भएन, मेरो श्रीमतीले मैले भनेको जस्तो लुगा लगाइदिएन, मेरो श्रीमतीले चाहिँ मैले भनेको जस्तो गरेर बोलेन, मेरो त्यो मात्र सोच्थेँ। तर मैले कहिले पनि सोचेको थिइनँ के म चाहिँ मेरो श्रीमतीले चाहेको जस्तो भएको छु त, के म चाहिँ मेरो श्रीमतीले खोजेको जस्तो श्रीमान बन्न सकेको छु त। मैले त्यो इन्टरभ्यू हेरिसके पछाडि मैले यो कुरालाई मेरो जीवनमा एप्लाई गरेँ। त्यस पछाडि चाहिँ अहिले चाहिँ हाम्रो सम्बन्ध चाहिँ एकदम स्ट्रङ हुँदै गएको छ भन्नुभएको थियो। तपाईँले यसमा के हामीले हाम्रो श्रीमतीको केही कुराहरू मन पराएको हुन्छौँ, हजुर, अनि केही कुराहरू फ्लप हामीलाई लागेको हुनसक्छ, हजुर, तर त्यो फ्लले नै उसलाई त्यो जुन कुरो मन पराएको हो नि त्यो मान्छे बनाएको हो भन्ने कुरा हो कि। फर इक्जाम्पल कसैलाई लाग्न सक्छ मेरो श्रीमती एकदमै स्लो छ, घरबाट बाहिर निस्किन लास्टै टाइम लाग्छ भन्ने सोच्न सक्छ होइन, तर ऊ त्यो केयरफुल भएको कारणले हुनसक्छ नि त होइन। होइन हामी चाहिँ एकदम रस गर्ने, कोही मान्छे एकदम रस गर्ने हुन्छ, कोही मान्छे बिस्तारै केही गर्ने हुन्छ होइन, तर त्यो भएको कारणले नै त्यो मान्छेको अर्को क्यारेक्टरहरू बिल्डअप भएको हुन्छ कि है। त्यो कुराहरूलाई चाहिँ एउटा श्रीमतीले चाहिँ धेरैपल्ट ब्यालेन्समा लिएर आउनको लागि चाहिँ त्यो हेल्पफुल चाहिँ हुन्छ है। हामी एकदम विवाहमा दुईजना एकदमै मजाले डुब्यौँ। आउनुहोस् अब अलिकति तपाईँलाई विवाहबाट अलिक बाहिर निकाल्नु पर्यो। तपाईँले यो एप्स बनाउँदै गर्दा तपाईँले भोग्नु परेका होइन कतिवटा त्यो अप्ठ्यारा अवस्थाहरू त्यस्तो केही कुराहरू छन् जस्तै त्यो यो एप्स बनाउँदै गर्दा तपाईँको काममा हुनसक्छ अथवा अरू कुनै कुराहरूमा त्यसका त्यो अब्स्ट्याकलहरू केही थिए? हजुर त्यही त अलिअलि छन्, तर त्यस्तो ठुलो अब्स्ट्याकलहरू चाहिँ छैनन्। एउटा कुरो चाहिँ लिरिक्स एन्ड कर्ड्स एप बनाउने बेलामा सुरुमा चाहिँ एउटै लाइनमा त्यो अलिक टेक्निकल कुरा छ यो चाहिँ होइन, एउटै लाइनमा लिरिक्स र कर्ड लेखेर सुरु गरेँ होइन, तर त्यो चाहिँ मलाई अलिक चित्त बुझेन क्या, किनभने कर्ड चाहिँ माथिको लाइनमा अनि लिरिक्स तलको लाइनमा भयो भने हेर्न सजिलो हुन्छ नि त, तपाईँले याद गर्नु भएको छ एकदम। अनि त्यो बनाउनको लागि चाहिँ मलाई धेरै टाइम लागेको थियो, किनभने त्यसको लागि चाहिँ किनभने फन्ट साइज बढाउँदाखेरि लिरिक्सको कर्डहरू नेक्स्ट लाइनमा जान्छ होइन, अनि त्यसको कारणले कर्ड पनि नेक्स्ट लाइनमा जानुपर्ने हुन्छ कि त्यो कुराहरू त्यो मिलाउनलाई चाहिँ मलाई धेरै टाइम लागेको छ त्यो बनाउनको लागि चाहिँ। अनि त्यो बनाइसकेपछि मैले चाहिँ त्यसलाई चाहिँ ओपन सोर्स गरेर फ्रीली पब्लिकली जसले नि युज गर्न मिल्छ भन्ने हिसाबले मैले राखिदिएको छु होइन। अनि मैले देखेको छु नेपाली अरू क्रिस्चियन एपहरूले पनि मैले त्यो युज गरेको मैले देखेको छु कि त्यो मैले बनाएको त्यो प्याकेज चाहिँ। अनि त्यो एउटा भयो, यो चाहिँ टेक्निकल च्यालेन्जेस आएको कुरा भयो। अर्को कुरा चाहिँ मैले मेरो बाइबल भन्ने एप भने त्यो एप बनाउँदा चाहिँ अर्को कपिराइट सम्बन्धी च्यालेन्ज आएको थियो, किनभने हाम्रो न्यू नेपाली रिभाइज भर्सन जुन बाइबल हामीले युज गर्छौँ जुन ट्रान्सलेसन त्यो चाहिँ अब नेपाल बाइबल सोसाइटीले ट्रान्सलेट गर्नुभएको उहाँसँग त्यो कपिराइट छ होइन। अनि त्यो पाउनलाई चाहिँ मलाई धेरै टाइम लाग्यो, मलाई 2 वर्षभन्दा बढी टाइम लाग्यो होइन। अनि फेरि म विवाहसँगै लगाएर यो कुरा जोड्छु। अनि उसको र मेरो विवाह हुने भन्ने कुराहरू चल्दै गर्दाखेरि हामी बोल्दै गर्दाखेरि चाहिँ परमेश्वरले मलाई एउटा वचन देखाउनु भयो, जुन मानिसले चाहिँ आफूलाई श्रीमती पाउँछ उसले चाहिँ परमेश्वरबाट निगाह पाउँछ भन्ने कुरा। अनि म त्यतिखेर गोवामा थिएँ जब हाम्रो फर्स्ट कुरा भयो। अनि त्यसबाट गोवाबाट नेपाल फर्किने बित्तिकै मलाई नेपाल बाइबल सोसाइटीबाट कल आयो कि तपाईँले त्यो एपको रिलिजको बारेमा कुरा गरौँ भनेर। अनि बाइबल सोसाइटीसँग कुरा गर्दाखेरि बल्ल उहाँहरूले पर्मिसन दिनुभयो मलाई एप रिलिज गर्नलाई कि। अनि जुन विवाहको अनि जुन मेरो श्रीमती मेरो जीवनमा पाएको कारणकोले मेरो जीवनमा छुट्टै आशिष पाएको चाहिँ मैले महसुस गर्छु त्यो कारणले। अनि जुन बाइबलमा जुन लेखिएको छ त्यो कुरा चाहिँ मैले आफूले पर्सनली भोगेको छु। हजुर वाउ ग्रेट है। परमेश्वरले दिनुभएका व्यक्तिहरू हाम्रो जीवनमा आउँदै गर्दाखेरि त्यो व्यक्ति मात्र आउने होइन तर आशिष पनि सँगसँगै आउँदो रहेछ होइन त। जस्तै अब्राहमको जीवनमा पनि भएको कुरा त्यही नै हो होइन। त्यसै गरिकन मोसाको जीवनमा अनि हामीले नोआलाई हेर्ने हो भने पनि नोआको श्रीमती र नोआको परिवार चाहिँ नोआको लागि चाहिँ एउटा ठुलो आशिषको रूपमा आएका थिए। उनीहरूकै सहायताको कारणले गर्दा नोआले चाहिँ के गर्न सफल हुनुभयो, परमेश्वरको आज्ञाअनुसार त्यो डुङ्गा बनाउन चाहिँ उहाँ सफल हुनुभयो। यस कारणले गर्दाखेरि यदि हामीले हाम्रो जीवनमा परमेश्वरले दिनुभएको व्यक्ति चाहिँ हामीले चिनेर
हाम्रो जीवनमा चाहिँ उनीहरूलाई ल्याउन सक्यौँ भने चाहिँ होइन हरेक बाधा अडचनको बिचमा पनि उनीहरूसँग हामी रहन सक्यौँ र उनीहरूलाई हाम्रो जीवनमा हामीले ल्याउन सक्यौँ भने चाहिँ उनीहरू मात्र आउने होइन आशिष पनि हाम्रो जीवनमा आउँदो रहेछ होइन त यो भनाइ तपाईँको एकदम सार्थक लाग्यो एकदम मिठो लाग्यो ओके अब तपाईँको लागि परिवार के हो परिवार हजुर परिवार चाहिँ मेरो लागि एउटा जस्तै काँक्रोको लागि थाङ्ग्रो हालिन्छ नि परिवार चाहिँ मेरो लागि थाङ्ग्रो हो कि हजुर जसरी चाहिँ मलाई होइन जहाँ म छु मेरो परिवारको कारणले छु मेरो परिवारको परिश्रम र त्यागको कारणले म यहाँ छु होइन र मैले नै त्यसरी नै मैले ब्याक टु माई फ्यामिली मैले जुन उहाँहरूले मेरो जीवनमा मेरो निम्ति गरिदिनु भयो त्यो कुरा मैले ब्याक टु माई फ्यामिली मैले दिनुपर्छ त्यो फल काँक्रोको फल हजुर दिनुपर्छ भन्ने कुरो मलाई लाग्छ अनि परिवार त्यही हो हामी कहाँ छौँ होइन त्यो कुरा सेभ गर्ने र हामीलाई सपोर्ट गर्ने चाहिँ हाम्रो परिवार हो इट मिन्स कुनै पनि व्यक्तिको जीवनमा परिवारको ठुलो भूमिका हुन्छ तपाईँले कस्तो मजाको त्यो एउटा शब्द बोल्नुभयो के अरे थाङ्ग्रो हो त्यो चाहिँ काँक्रोको बोट चाहिँ आफैमा ऊ माथि जान सक्दैन होइन अनि ऊ फल्दै जाँदाखेरि भुइँ नै हुन्छ अनि त्यसलाई चाहिँ कुनै रुख अथवा कुनै पनि हाँगाहरूको चाहिँ के दिइन्छ सपोर्ट दिइन्छ ताकि त्यो हाँगा चढेर चाहिँ ऊ माथिसम्म गएर उसले चाहिँ के गर्न सक्छ फलहरू चाहिँ फलाउन सक्छ कस्तो मजाको दिनुभयो अफकोर्स परिवार एउटा असल परिवार होइन यो परिवारहरूले सुन्नुपर्ने कुरा हो धेरैपल्ट हामी के अरे थाङ्ग्रो बन्न सक्दैनौँ होइन अनि यदि हामी परिवारको लागि त्यो थाङ्ग्रो बन्न सक्यौँ भने चाहिँ त्यसले चाहिँ पक्कै पनि फल फलाउनको लागि कोही न कोही सदस्यलाई चाहिँ सहायता गर्छ है र तपाईँको लागि अब यो कुराहरू गर्दै गर्दाखेरि अब इन फ्युचर भविष्यमा चाहिँ तपाईँले कस्ता किसिमका एप्सहरू चाहिँ क्रिस्चियन जगतलाई दिने इच्छा गर्नुभएको छ कि अथवा अब भयो पुग्यो अब नसकिने रहेछ धेरै गाह्रो भयो भन्ने छ कि के छ तपाईँको हजुर एउटा इन्जिनियरको लाइफ अथवा एउटा सफ्टवेयर डेभलपरको लाइफ चाहिँ के हुँदो रहेछ भने हरेक दिन नयाँ आइडिया आउँछ कि हरेक दिन नयाँ कुरो बनाउनु मन छ मैले कतिवटा प्रोजेक्टहरू बनाउन सुरु गरेको छु अनि त्यस पछाडि त्यसमा प्यासन नपुगेर होस् या टाइम नपुगेर होस् मैले त्यसलाई थाती राखेको छु होइन अनि मैले मेरो सोसियल मिडियाहरूको बायोमा चाहिँ के लेखेको छु भने रिलेन्टलेस बिल्डर भनेर त्यो भनेको चाहिँ के हो भने म चाहिँ जहिले पनि केही बनाउन हरेक समय केही बनाउन इच्छा लाग्छ कि मलाई चाहिँ हजुर अनि त्यसको लागि चाहिँ मैले अरू एपहरू पनि सोचेको छु जुनले चाहिँ जसरी क्वायरको लागि हेल्प भयो त्यसरी नै चर्चको एडमिनको लागि अथवा चर्चको पास्टरहरूको लागि चर्चको मेम्बरहरूको लागि चाहिँ हेल्प हुने एपहरू बनाउनको लागि चाहिँ मैले त्यसको लागि वर्कआउट गरिरहेको छु सोचिरहेको छु धेरै पहिलादेखि सोचिरहेको छु र यसलाई चाहिँ अब चाहिँ बनाउने टाइम भएको हो कि भन्ने कुरा मलाई लागिरहेको छ र त्यसमा काम गर्ने मैले प्लान गरिरहेको छु एकदमै यो कुरा चाहिँ मेरो पनि एउटा तपाईँलाई म पर्सनल्ली रिक्वेस्ट गर्छु भने चाहिँ अघि सोचिरहेको थिएँ त्यो चाहिँ के भने चर्च एडमिनको लागि भन्नुभयो नि यो चाहिँ एकदम पर्फेक्ट तपाईँको एउटा सोचाइ तपाईँले गर्नुभयो किन भन्दाखेरि हुन त आफ्नो तरिकाले चर्च एडमिनहरूले त्यो कतिवटा कुराहरू त्यो गरिरहेको होला तर पनि त्यस्तो एउटा इजी एक्सेस कुनै भइदियो भने होइन त्यसले चाहिँ इन्टायर चर्चलाई र चर्चमा काम गर्ने व्यक्तिको लागि पनि धेरै ठुलो सहायता सपोर्टहरू चाहिँ पुग्छ है अनि चर्चमा फलोअपको कुरादेखि लिएर होइन हजुर लाई धेरै हेल्प गर्न सक्छ हामीले दशांशको कुरालाई पनि धेरै हेल्प गर्न सक्छौँ जस्तो लाग्छ मलाई टेक्नोलोजीको द्वारा त्यो कुरा चाहिँ मैले स्टडी गरिरहेको छु चर्चको प्रेयर नोटिस एनाउन्समेन्टको कुराहरूदेखि लिएर होइन सर्मनको हिस्ट्रीहरू होइन सबै कुरालाई चाहिँ समेट्ने एउटा एप बनाउनु पर्छ भन्ने मलाई भित्रदेखि धेरै पहिलादेखि लागिरहेको कुरा छ भनेपछि इन फ्युचर सो मेनी थिङ इज कमिङ आउट होइन त आउँदैछ भने चाहिँ बिस्तारै तपाईँले धेरै कुराहरू दिँदै हुनुहुन्छ भनेपछि हामी त्यो कुराको लागि निरन्तर प्रार्थनामा छौँ र इफ पोसिबल हाम्रो तर्फबाट कुनै त्यस्तो सहायता सहयोगहरू हुनसक्छ भने त्यो कुराको लागि पनि हामी सधैँभरि किनभने यो एउटा नितान्त तपाईँले एउटा कन्ट्रिब्युसनको रूपमा क्रिस्चियन
कम्युनिटीलाई क्रिस्चियन सोसाइटीलाई तपाईँले एउटा ठुलो योगदान है गरिरहनु भएको छ। त्यो भएको भएर लेट्स वर्क टुगेदर। यस्तो कुराहरूमा यो राम्रो कुरा भएको छ। कुनै तपाईँले एउटा समाज बिगार्ने अथवा कुनै मण्डली बिगार्ने, मण्डलीमा चाहिँ दुविधाका कुराहरू आउने कुराहरू कुनै पनि गर्नुभएको छैन। किनभने मैले तपाईँको धेरैवटा एप्सहरू मैले भिजिट गरेको छु। त्यो भएको कारणले गर्दाखेरि आई क्यान से द्याट है, त्यो कुराहरू चाहिँ म भन्न सक्छु। र अब भनेपछि कसरी समयहरूलाई म्यानेज गर्दै भएको छ तपाईँले? जस्तै अब यो क्रिस्चियन एपहरू पनि बनाउनुहुन्छ, फ्यामिली रहेछ तपाईँको होइन, अनि त्यस पछाडि आएर चर्चमा पनि तपाईँ एउटा क्वायरमा तपाईँ एकदम सपोर्टिभ रूपमा तपाईँ उभिनु भएको रहेछ। अब अफकोर्स पास्टरको छोरा भने पछाडि पक्कै पनि केही न केही थियो सेवाकाईमा होइन, त्यो बर्डनहरू त्यो कुराहरू भइ नै हाल्छ। र अनि आफ्नो जब पनि छ, इन्टरनेसनल एउटा उसमा अर्गनाइजेसनहरूमा तपाईँ काम गरिरहनु भएको छ। तपाईँले कसरी समयहरूलाई म्यानेज गर्दै हुनुहुन्छ? यो कतिको पोसिबल छ यो सबै कुराहरू? हजुर, समय म्यानेज गर्नको निम्ति चाहिँ सबैभन्दा मेन कुरो चाहिँ प्रायोरिटाइजेसन राम्रोसँग हुनु पऱ्यो होइन। के कुरो चाहिँ मैले हायर प्रायोरिटीको छ र के कुरालाई बढी मैले टाइम दिनु पऱ्यो, के कुरालाई मैले अगाडि टाइम दिनु पऱ्यो अथवा के कुरालाई पछाडि टाइम दिनु पऱ्यो, त्यो कुरालाई राम्रोसँग विचार गरेर गऱ्यो भने, अनि जे कुरा गर्छौँ आफूले प्यासनसँग गऱ्यो भने चाहिँ टाइम म्यानेज गर्नलाई त्यति गाह्रो हुँदैन जस्तो लाग्छ मलाई। अभियसली अब टाइम त लिमिटेड छ सबैजनासँग होइन, तर त्यो लिमिटेड टाइममा मैले केलाई चाहिँ बढी प्रायोरिटी दिनु पऱ्यो भन्ने कुरामा चाहिँ फोकस हुनु पऱ्यो है। हजुर, त्यो भयो भने चाहिँ आफ्नो काम पनि निरन्तर रूपमा अगाडि बढ्यो। हजुर, चर्च सेवाकाई यो सबै कुराहरू भने चाहिँ प्राथमिकता धेरैपल्ट चाहिँ हामीले मोबाइललाई होइन, टिकटकलाई, अनि त्यस पछाडि आएर सरी टु से टिकटक चलाउनेहरूको लागि चाहिँ यो अलिकति पिन्छ होला, तर पनि रियालिटी यही नै हो होइन। र अनि हामीले कतिवटा गलत कुराहरूलाई प्राथमिकता दिएको कारणले गर्दाखेरि हाम्रो परिवार बिग्रिरहेको हुन्छ, हाम्रो मण्डलीहरू पनि तितर बितर भइरहेको हुन्छ होइन। भनेपछि तपाईँले कस्तो मजाको कुरा गर्नुभयो, के कुरालाई चाहिँ प्राथमिकता दिने त लाइफमा होइन। दिस इज भेरी इम्पोर्टेन्ट टु ग्रो अप होइन, आफ्नो यात्रामा, आफ्नो जर्नीमा। बाइबलको सबैभन्दा मनपर्ने क्यारेक्टर तपाईँलाई को हो? जिजस। सजिलो एन्सर, तर यसु बाहेक भन्नुपर्दा चाहिँ मेरो विचारमा जोसेफ एकदमै इन्सपिरेसनल लाग्छ। किनभने जसरी चाहिँ उसले जुन टेम्पटेसनबाट आफूलाई बचाउन सक्यो, अनि जसरी ऊ हेलित भएको थियो, परिवारले उसलाई त्यागेको थियो, उसको दाजुभाइले उसलाई त्यागेको थियो, त्यही पनि उसले त्यो रिस राग अथवा ईर्ष्या अथवा इख भन्छौँ नि नेपालीमा, त्यो नराखेको देखिन्छ। अनि त्यो चाहिँ मलाई एकदमै इन्सपाइरिङ लाग्छ है। योसेफको चाहिँ घटना, योसेफको यात्रालाई तपाईँले हेर्दै गर्दाखेरि तपाईँको जीवनमा र योसेफको जीवनमा मिल्ने कुनै एउटा त्यो ऊ छ तपाईँसँग? जस्तै हुन्छ मिल्ने एउटा विशेषता क्या योसेफसँग भएको र तपाईँसँग भएको? हजुर, विशेषता भन्नुपर्दा खासमा जसरी आज्ञाकारी भएर हामी जीवन जिउँछौँ भने परमेश्वरबाट आशिष आउँछ भन्ने कुरा चाहिँ मैले त्यहाँबाट आफ्नो लागि इन्सपिरेसन पाउन सक्छु है। त्यो कुरा तपाईँको जीवनमा पनि प्रयोग गरिरहनु भएको छ होइन? एकदम एक्ज्याक्टली। योसेफ एउटा यस्तो क्यारेक्टर हो जसले चाहिँ प्रभुलाई हेऱ्यो उसले चाहिँ होइन। र त्यसको पछाडि चाहिँ एउटा परमेश्वरको एउटा ठुलो योजना के थियो भने योसेफले परमेश्वरलाई मात्र हेरेको कारण उसले परिवारबाट अपहेलित हुनु परे पनि होइन, दाजुभाइहरूबाट त्यागिनु परे तापनि, बेचिनु परे तापनि, अनि फ्याँकिनु परे तापनि अन्त्यमा गएर चाहिँ प्रभुमा आज्ञाकारी भएको कारण त्यही परिवारलाई चाहिँ उसले रेस्क्यु गर्न सफल भएको छ होइन। त्यही परिवारलाई नै उसले एकदमै ठुलो सङ्कटबाट उसले चाहिँ के गर्न सफल भएको छ भन्दा बचाउन होइन। र त्यो पुरा मिश्र देशलाई नै सबै व्यक्तिहरूलाई, त्यहाँका व्यक्तिहरूलाई अनिकालबाट होइन र हुन आउन लागेको ठुलो क्रोधबाट उसले बचाउन सफल भएको छ बिकज अफ आज्ञाकारिता होइन त, आज्ञाकारिताको कारणले गर्दाखेरि। र आराधनालाई तपाईँले यसो तपाईँ आराधनाको टिममा पनि छु भनेर भन्नुभएको भएर मलाई यो प्रश्न जोड्नु मन लाग्यो। तपाईँको जीवनमा आराधना चाहिँ के हो? मेरो विचारमा चाहिँ जे कुराले परमेश्वरलाई प्रसन्न तुल्याउँछ त्यो कुरा चाहिँ आराधना हो। र हामी वर्सिप टिममा हुन्छौँ अथवा क्वायर टिममा हुन्छौँ, हामी वर्सिप गर्छौँ, त्यो मात्रै आराधना होइन। हाम्रो हरेक जीवन, हाम्रो डे टु डे लाइफ होइन, चालचलन र हामीले गर्ने काम सबै आराधना हो। अनि हामीले त्यसको निम्ति हामीले क्रिस्चियन कामै गर्नुपर्छ होइन, क्रिस्चियन संस्थामै काम गर्नुपर्छ अथवा चर्चमै काम गर्नुपर्छ अथवा मिसनरी नै हुनुपर्छ भन्ने छैन। तपाईँले जे काम गर्नुहुन्छ त्यसले परमेश्वरको आराधना हुन्छ। किनभने परमेश्वरले त हामीलाई एक असल भण्डारी बनाउनु भएको हो
संसार बनाएर संसार हामीलाई हेरचाह गर्न दिनुभएको हो र हामीले जब संसारमा केही काम गर्छौँ संसारका मानिसहरूलाई हेल्प गर्छौँ संसारको निम्ति बेनिफिट हुने काम गर्छौँ त्यो चाहिँ परमेश्वरलाई आराधना हुन्छ जस्तो लाग्छ मलाई। र एउटा आराधक भएर जिउने जीवन चाहिँ कस्तो हुनुपर्छ जस्तो लाग्छ तपाईँलाई? त्यही मैले अघि नै भनेको कुरालाई दोहोऱ्याउँदाखेरि परमेश्वरमा आज्ञाकारी भएर जिउने कुरा अनि त्यही नै एउटा आराधक भएर जिउनु हो। आज्ञाकारी भएर जिउनु एक एक्जाम्पल भएर जिउन कोसिस गर्नु नै आराधकको एउटा जीवन हो जस्तो लाग्छ मलाई। तपाईँको बुबा पास्टर हुनुहुन्छ, हजुर, तपाईँले उहाँको सेवकाईमा तपाईँको योगदान छ कि छैन उहाँको सेवकाईमा? एकदमै गुड क्वेसन सोध्नु भयो तपाईँले। मैले डिरेक्टली योगदान भनेको चाहिँ मैले चर्चमा हेल्प गर्छु होइन, चर्चमा क्वायरमा हेल्प गर्छु अनि चर्चमा अरू म्यानेजमेन्टको कुराहरू हुनसक्छ त्यसमा हेल्प गरिरहेको हुन्छु। तर मैले जुन हिसाबले डिरेक्टली ड्याडीलाई हेल्प गर्नुपर्ने हो त्यो चाहिँ अलिक गर्न सकेको नसकेको पनि हुनसक्छ किनभने मेरो छुट्टै फिल्ड छ जुन फिल्डमा मैले काम गरिरहेको छु त्यो कारणले मैले पर्याप्त मात्रामा त नगरेको हुनसक्छ तर मैले जुन हिसाबले मैले गर्न सक्छु मैले गरिरहेको छु। एउटा पास्टरको छोरा भएर जिउनु कतिको च्यालेन्जिङ छ? त्यो पास्टरको छोरा भएर जिउनु च्यालेन्जिङ छ भन्ने एउटा न्यारेटिभ छ है। च्यालेन्जिङ मलाई चाहिँ खासमा त्यति धेरै च्यालेन्जिङ जस्तो लाग्दैन। च्यालेन्जिङ छ एक हिसाबले यस्तो छ कि हामीलाई विभिन्न फाइनेन्सियल कुराहरूले च्यालेन्जिङ हुन्थ्यो र म कलेज पढ्दाखेरि त्यो कुराहरू च्यालेन्ज मैले भोगेर जिउनु परेको चाहिँ थियो तर परमेश्वरले त्यो कुराबाट मलाई जसरी आशिष दिनुभएको छ त्यो कुरा चाहिँ च्यालेन्ज भन्दा पनि मैले चाहिँ परमेश्वरले मलाई सिकाउनु भएको भन्ने हिसाबले लिन्छु है। अनि अरू हिसाबले अब भनिन्छ के अरे पास्टरको छोरा भएर यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भन्ने कुराहरू कति कुराहरूमा देखिन्छ तर त्यो त हरेक विश्वासीले गर्नुपर्छ र त्यो हिसाबले चाहिँ म च्यालेन्जिङ भन्दिनँ। पास्टर छोरा भएको कारणले च्यालेन्जिङ होइन, त्यो विश्वासी जीवनको हिसाबले त्यो च्यालेन्जिङ कुराहरू हो। अनि त्यो कुराहरू भयो। अनि अर्को कुरामा चाहिँ कति विश्वासीहरूको एक्सपेक्टेसन हुनसक्छ पास्टरको छोरा पास्टरै हुनुपर्छ भन्ने कुराहरू अनि त्यो चाहिँ कलिङको कुरा हो, परमेश्वरले के कल गर्नुभएको छ र मलाई जहाँसम्म अहिले परमेश्वरले मलाई जे कुरा देखाउनु भएको छ जसरी चलाउनु भएको छ त्यो हिसाबले चाहिँ परमेश्वरले मलाई चाहिँ टेक्नोलोजीबाट परमेश्वर किङडममा काम गरेको देख्न चाहनुहुन्छ जस्तो लाग्छ मलाई। र कुनै दिन छुट्टै कलिङ भयो भने त्यो चेन्ज हुन सक्ला तर हालसम्म चाहिँ मलाई त्यस्तो लाग्छ। तपाईँ एउटा पास्टरको छोरा भएर जीवन जिउँदै गर्दाखेरि पास्टरको छोरा पास्टरै हुनुपर्छ भन्ने कुरामा चाहिँ त्यो तपाईँको त्यो ऊ चाहिँ छैन होइन। तर यदि त्यो चाहिँ इट डिपेन्ड्स अन कलिङ, प्रभुबाट तपाईँलाई के बोलावट आउँछ होइन त्यो बोलावट अनुसारले चाहिँ तपाईँ बन्ने हो, तपाईँले चाहिँ त्यो जिम्मेवारीहरूलाई स्वीकार्ने हो होइन त। कस्तो मिठो उयो एन्सर दिनुभयो त्यसको लागि थ्याङ्क यू भेरी मच। अब समय पनि लगभग हामी निकै मिठो कुराकानीहरू गर्दै थियौँ होइन अनि एकदमै आनन्द लागेको छ तपाईँसँग कुरा गर्दै गर्दा। अब एउटा लगभग अन्तिमको कुरा हाम्रो यात्राको कुराहरू गर्दै गर्दा लगभग अन्तिममा आइपुगेको छु। कोही व्यक्तिहरू हुनसक्छ जसलाई चाहिँ यस्तै एप्सहरू बनाउने इच्छाहरू हुनसक्छ अथवा उसँग त्यो स्किलहरू हुनसक्छ र कोही तपाईँसँग मिलेर गर्न चाहन्छु पनि भन्न सक्छ नि त होइन। त्यस्तो व्यक्तिहरू छन् भने उनीहरूलाई तपाईँ के भन्नुहुन्छ? मलाई रिच आउट गर्नु भन्छु होइन, किनभने अभियसली हामीले सँगसँगै काम गर्न सक्छौँ। अनि मेरो एपको एबाउट सेक्सनमै गएर तपाईँ त्यहाँबाट रिच आउट गर्न सक्नुहुन्छ अथवा मेरो नामले सोसियल मिडियातिर खोज्नु भयो भने भेट्न सक्नुहुन्छ होइन। अनि हामी सँगै मिलेर काम गर्न सक्छौँ होइन। धेरै कुराहरू गर्नुपर्ने छ र समय लिमिटेड छ अनि त्यही भएर मिलेर गर्न सक्यो भने धेरै कुरा अझ गर्न सकिन्छ जस्तो लाग्छ। कुनै एउटा यस्तो भजन छ तपाईँको एपमा? मैले विशेष चाहिँ यो के अरे क्रिस्चियन सङ लिरिक्स एन्ड त्यो कर्ड छ नि त्यसलाई चाहिँ बढी मैले उ गरेर चाहिँ बोलेँ। त्यसमा तपाईँलाई आफैलाई मन परेर राख्नुभएको भजन चाहिँ कुनै त्यस्तो छ? आफैले मन परेर राखेको धेरै छ जस्तो लाग्छ मलाई होइन। यसो युट्युबमा गयो होइन नयाँ कुनै सुनिन्छ होइन अनि त्यसरी राखेको छ तर मलाई अहिले एक्चुअली दिमागमा चाहिँ अलि याद आएन होइन। तर त्यसरी राख्नुभएको थुप्रै गीतहरू छन्, थुप्रै गीत भजनहरू छन् है। अनि अब अन्तिममा तपाईँको जीवनको एउटा कुनै त्यस्तो रमाइलो घटना
अथवा बिर्सिनै नसक्ने फन्नी मुमेन्टहरू कुनै त्यस्तो याद अहिले आइहाल्ने टाइपको कुनै त्यस्तो फन्नी मुमेन्ट छ, चाहे काम गर्दा होस्, चाहे एप्स बनाउँदा होस्, चाहे अथवा सेवाकाईमा हिँड्दै गर्दाखेरि? फन्नी मुमेन्ट चाहिँ मेरो अब हरेक दिन हुन्छ होइन, तर खासमा मलाई पर्टिकुलर यो फन्नी मुमेन्ट चाहिँ म जिन्दगीभरि सम्झिन्छु भन्ने कुरा चाहिँ अलि मलाई याद छैन। एउटा याद छ मलाई, बल्ल याद सोच्दैछु गर्दा मलाई एउटा याद आयो कि बोल्दाखेरि मेरो टङ स्लिप एकदम हुन्छ कि होइन। अनि त्यसपछि हामी वाइफ र म घुम्न गएको थियौँ। अनि त्यस पछाडि मैले त्यहाँ एक ठाउँमा फ्रुट्स खानु मन लाग्यो। अनि फ्रुट्स खानु मन लागेर मैले एक्सक्युज मी भन्नु पऱ्यो होइन, एक्सक्युज मी भनेपछि मैले अनि मेरो ऊ चाहिँ यति हाँस्यो होइन, मलाई आफ्नै रमाइलो लाग्यो कि खासमा। अनि बेला बेलामा अहिले पनि उसले जिस्काइरहन्छ त्यो कुराले होइन, भेटिराखिन्छ उहाँसँग चाहिँ होइन। मेरो वाइफले चाहिँ के भन्नुभएको थियो अरे? एक्सक्युज मी भन्नु पऱ्यो। एक्सक्युज मी भनेको कि त्यो चाहिँ एउटा एकदमै फन्नी मुभमेन्ट। अफकोर्स यस्तो इन्सिडेन्टहरू धेरै हुन्छन् जीवनमा, जुन कुराहरूले चाहिँ हामीलाई दुःखमा भन्दा पनि होइन, त्यसले चाहिँ अझ धेरै होइन खुसी गराउनमा चाहिँ त्यो मुमेन्टहरूले चाहिँ सहायता गरिरहेको हुन्छ। अनि त्यस्तै मुमेन्ट तपाईँको पनि रहेछ। र प्रभुसँगको यात्रामा तपाईँले बिर्सिनै नसक्ने कुनै एउटा त्यस्तो घटना अथवा कुनै क्षणहरू? हजुर, त्यो भन्नुपर्दा चाहिँ मेरो एउटा यात्रामा म गएको थिएँ कलकत्तामा। हजुर। अनि कलकत्तामा चाहिँ मैले त्यहाँ केही पास्टर अनि उहाँको परिवारसँग भेट्ने मौका मिल्यो। अनि त्यहाँ चाहिँ जुन तरिकाले उहाँहरूले स्पेसली रेड लाइटमा हुनुभएको मिनिस्ट्रीमा काम गरिरहनु भएको छ, अनि जुन तरिकाले उहाँहरूले आफ्नो परिवारमा जुन त्याग गरेर मिनिस्ट्री गरिरहनु भएको छ होइन, त्यो देखेर चाहिँ मलाई एकदमै इन्सपायरिङ, मेरो एउटा वान अफ द टर्निङ मुमेन्ट अफ माई लाइफ भन्छु त्यो होइन। कसरी चाहिँ एक सेवकले एउटा आफ्नो पर्सनल त्यागद्वारा परमेश्वरको किङडमको निम्ति अनि कन्ट्रिब्युट गर्न सक्छ भन्ने कुराहरू त्यो मैले त्यहाँ देखेको चाहिँ म त्यो कहिले बिर्सिन्न कि। उहाँहरूको जुन परमेश्वरप्रतिको समर्पणता अनि बच्चाहरूले आफ्नो आमा बुवाले गरेको त्यो त्याग देखेर होइन, त्यो बच्चाहरूको जीवनमा पनि मैले परमेश्वरलाई केही गर्नुपर्छ भन्ने त्यो प्यासन मैले देखेको थिएँ कि। अनि त्यो देख्दा चाहिँ मलाई एकदमै इन्सपायरिङ लागेको थियो कि। हजुर। तर धेरैपल्ट हाम्रो आमा बुवाहरूले गरेको त्याग र बलिदानहरूले पनि हाम्रो जीवनमा एउटा छोराछोरीहरूको जीवनमा चाहिँ एउटा ठुलो इम्प्याक्ट चाहिँ पार्दो रहेछ। यस कारणले गर्दाखेरि आमा बुवाहरूलाई पनि यही कार्यक्रम मार्फत एउटा कुराहरू पनि म भन्न चाहन्छु। तपाईँ र मैले हाम्रो छोराछोरीहरू, हाम्रो परिवारहरूको लागि हामीले कस्तो खालको इम्प्याक्ट पार्दैछौँ, हाम्रो नानीहरूको विचारमा सोचमा हामीले गलत होइन प्रभाव पो पारिरहेको छौँ कि त्यसको परिणाम अहिले नदेखिएला, तर कालान्तरमा गएर चाहिँ त्यसको परिणाम चाहिँ राम्रो चाहिँ भेटिँदैन, राम्रो चाहिँ देखिँदैन है। त्यो भएर तपाईँले यो कुरा भन्दै गर्दा मैले पनि मेरो जीवनमा यस्ता धेरै इन्सिडेन्टहरू मैले देखेको छु। अनि जुन इन्सिडेन्टले गर्दाखेरि बच्चाहरू सही बाटोमा लाग्नुपर्ने बच्चाहरू गलत बाटोमा पनि लागेको देखेको छु, र जुन इन्सिडेन्टहरूले गर्दाखेरि गलत बाटोमा लागिरहेका बच्चाहरू आमा बुवाको कारणले गर्दाखेरि सही बाटोमा फर्किएको पनि त्यो कुराहरू पनि देखेको छु। यसले गर्दाखेरि चाहिँ बुबा आमाको भूमिका बच्चाहरूको जीवनमा एउटा ठुलो हुन्छ है। यदि तपाईँले इन फ्युचर भविष्यमा तपाईँले यही एप्स डेभलपमेन्ट र एप्स सम्बन्धी नै सेवाकाईहरू गर्नु भएन भने चाहिँ हजुर सेकेन्डरी सेवाकाई अथवा त्यसको रूपमा चाहिँ तपाईँले कुन चाहिँ सेवाकाईलाई अपनाउन मन पराउनुहुन्छ? यो गुड क्वेसन होइन। मेरो एउटा प्यासन भनेको चाहिँ मलाई चाहिँ एउटा कोवर्किङ स्पेस भन्छ। कोवर्किङ स्पेस भनेको चाहिँ प्रोफेसनल मान्छेहरू चाहिँ गएर काहीँ घरमा काम गर्नलाई इन्भाइरोमेन्ट नहुनसक्छ, के हुनसक्छ होइन, एउटा गएर काम गर्ने एउटा ठाउँ हो कि। अनि त्यो ठाउँ चाहिँ त्यो चाहिँ मलाई एकदमै मनपर्छ कि। जो चाहिँ युजली रिमोट जबहरू गर्नुहुन्छ होइन, उहाँहरू चाहिँ धेरै जानुहुन्छ कोवर्किङ स्पेसमा। अनि मैले चाहिँ त्यो फिल्डमा चाहिँ त्यहाँ चाहिँ धेरै ट्यालेन्टेड मान्छेहरू आउनुहुन्छ होइन, धेरै प्रोफेसनल मान्छेहरू आउनुहुन्छ। उहाँहरूको बिचमा चाहिँ केही सेवाकाई गर्न सकिन्छ, उहाँहरूको बिचमा चाहिँ केही सङ्गति गर्न सकिन्छ भने चाहिँ त्यसले ठुलो इम्प्याक्ट पार्छ जस्तो लाग्छ मलाई। त्यो एउटा हुनसक्छ। हजुर, मैले धेरैवटा सोचिरहेको छु, त्यो मध्येमा एउटा चाहिँ मेरो त्यो चाहिँ तपाईँको एउटा इन्ट्रेस्ट अथवा तपाईँको एउटा कलिङ। हजुर। र यदि इन फ्युचर मैले गर्न सकेँ भने चाहिँ म त्यो पनि कुरा गर्छु भन्ने चाहिँ तपाईँको सोच। हजुर, मलाई चाहिँ के लाग्छ भने हामी सुसमाचार सुनाउँछौँ होइन, बाटोमा गएर सुनाउँछौँ अथवा गाउँमा गएर
सुनाउँछौँ, घरमा गएर सुनाउँछौँ, सहरमा गएर सुनाउँछौँ होइन। कति त्यतिखेर चाहिँ हामीले सबै लेभलको मान्छेलाई भेटेको हुँदैन क्या। अनि कोही मान्छे फर इक्जाम्पल कतैको साइन्टिस्ट छ, कतैको डक्टर छ भने उहाँलाई गएर सुनाउनुलाई त त्यहाँ त कोही पेसेन्ट जानु पऱ्यो होइन। अनि त्यस पछाडि अथवा साइन्टिस्टको कलिग हुनु पऱ्यो होइन, अथवा उहाँलाई भेट्ने कुनै माध्यम हुनु पऱ्यो, कुनै ठाउँ हुनु पऱ्यो नि त होइन। अनि त्यो हामीले कसरी बनाउन सक्छौँ, त्यसरी कसरी हामी पुग्न सक्छौँ उहाँहरूसँग होइन भन्ने कुरा चाहिँ मलाई इन्ट्रेस्ट लाग्ने विषय हो कि। मलाई एकदमै सोच्न मन लाग्ने विषयहरूमा पर्छ। र यो मेरो विचारमा यो कोवर्किङ स्पेसको जुन सोच छ त्यसले चाहिँ धेरै अनरिच्ड मान्छेहरूलाई हामीले पुग्न सकिन्छ जस्तो लाग्छ क्या। एकदम यो कुरा तपाईँ हामी जस्तो जवानहरूले यस्ता किसिमका भिजनहरू, यस्ता किसिमका सोचहरू बनायौँ भने धेरै अनरिच पिपलहरू, अनरिच क्रिस्चियनहरू जहाँ छन् तिनीहरूको लागि चाहिँ एउटा एकदमै ठुलो आशा लाग्दो काम चाहिँ हुनसक्छ। र त्यसबाट पनि एउटा ठुलो सुसमाचार र परमेश्वरको राज्यमा एउटा ठुलो टेवा पनि पुग्न सक्छ है। पौरखजी तपाईँसँग यसरी कुरा गर्दै गर्दाखेरि एकदमै आनन्दको महसुस गर्ने एउटा मौका म आफैले पनि पाएको छु। र अनि टेक्नोलोजीको क्षेत्रमा चाहिँ म एकदम नर्मल मान्छे हो, तर तपाईँसँग आज कुरा गर्दै गर्दा म आफैले पनि धेरै टेक्नोलोजीले क्रिस्चियन जगतमा कस्तो इम्प्याक्ट पार्न सक्दो रहेछ र यसका कतिवटा सकारात्मक होइन पक्षहरू रहेछन् भन्ने कुरा पनि मैले एकदमै धेरै बुझ्ने मौका पाएँ। र सँगसँगै तपाईँ एउटा पास्टरको छोरा र सँगसँगै एउटा नेपाली इसाई जगतमा केही न केही र कुनै न कुनै क्षेत्रमा तपाईँले एकदम प्रभाव पाइरहनु भएको व्यक्तिलाई आज हाम्रो कार्यक्रममा पाउँदाखेरि हामी एकदमै धेरै खुसी छौँ। र अनि धेरै नयाँ कुराहरू र धेरै असल कुराहरू तपाईँबाट सिक्ने र सुन्ने मौका पाएको छ। अन्त्यमा द जर्नी यात्राको माध्यमबाट समस्त इसाई जगतलाई तपाईँ के भन्न चाहनुहुन्छ, के सन्देश दिन चाहनुहुन्छ? थ्याङ्क यू फर इन्भाइटिङ फर्स्ट अफ अल होइन। मैले भन्छु, मैले केही सन्देश यहाँबाट दिन चाहन्छु भने स्पेसली मैले चाहिँ यङ युथहरूलाई अथवा टिनेजर्सहरूलाई दिन्छु कि हजुरहरूले जे कुरामा प्यासन छ हजुरहरूको त्यो कुरा जे नै हुनसक्छ, त्यो डिरेक्टली चर्चसँग रिलेटेड हुनुपर्छ भन्ने छैन। तर जे छ त्यसलाई तपाईँले प्यासनसँग गर्नुहोस् र तपाईँले त्यसमा चाहिँ तपाईँले जुनै मानिसलाई को निम्ति काम गर्दै हुनुहुन्छ भने त्यो चाहिँ परमेश्वरको लागि गर्दैछु भन्ने हिसाबले सोचेर गर्नुहोस् र त्यसबाट चाहिँ परमेश्वरको आराधना हुन्छ भन्न चाहन्छु। धेरै धेरै धन्यवाद। एकदमै सर्ट एन्ड स्विट मेसेज है। र तपाईँ र मैले गर्ने हरेक कुरामा चाहिँ हामीले ख्रिस्टलाई देख्दै, ख्रिस्टलाई हेर्दै त्यो कुरा गऱ्यौँ भने चाहिँ त्यो चाहिँ आशिषित हुन्छ होइन। र अन्त्यमा हाम्रो इन्टायर द जर्नी यात्रा टिमको तर्फबाट हामी तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। तपाईँको भविष्य र तपाईँको आउँदै गरेका प्रोजेक्टहरू परमेश्वरको उपस्थितिमा र परमेश्वरको साथ सहयोगमा एकदमै आशिषित हुन सकेको होस्। तपाईँले योभन्दा अझ धेरै र असल कामहरू गर्न सक्नुभएको होस् र तपाईँको काममा, तपाईँको सुस्वास्थ्यमा र तपाईँको परिवारमा परमेश्वरले सधैँभरि आफ्नो करुणा र कृपा राखिदिइरहनु भएको होस्। अबको तपाईँको बाँकी यात्रा परमेश्वरसँग, परिवारसँग एकदमै आनन्दमय र एकदमै आशिषित तरिकाले बितोस्। थ्याङ्क यू फर कमिङ एन्ड थ्याङ्क यू फर जोइनिङ विथ अस। थ्याङ्क यू सो मच। हस्, जय मसीह। जय मसीह।